हेलो एभ्रिवान। सो हाम्रो एसई स्टुडेन्ट्सहरूको लागि आज हामीले यो भिडियोमा चाहिँ हामीले सर्कलको डिफ्रेन्ट कन्डिसन्सहरू होइन कोअर्डिनेट जोमेट्री अन्तर्गत सर्कलको चाहिँ डिफ्रेन्ट इक्वेसन्सहरूको बारेमा हामी चाहिँ यहाँ डिस्कस गर्नेछौँ र डेरिभेसनहरू हामी गर्नेछौँ। सर्कलकोमा कतिवटा कन्डिसनहरू छ, कस्तो खालको इक्वेसन्सहरू छ, एन्ड द्याट इज भिडियो स्पेसली फर द प्रिपरेसन अफ एसई एक्जामिनेसनको लागि हो यो होइन। र आफ्टर द्याट वी विल डु सम न्युमेरिकल प्रब्लम्सहरू है। सो सर्कलको कन्डिसनमा चाहिँ आज हामी अब सुरु गर्नु पर्दाखेरि चाहिँ सबैभन्दा पहिला वाट इज सर्कल होइन, सर्कल भनेको के हो, यसको डिफाइनको कुरा गर्नुपर्ने हुन्छ। सो सिम्पली हामीले सर्कललाई के भन्छौँ त भन्दाखेरि हामीले हुन त यो एक्जाममा सोध्ने क्वेसन त नहोला, तैपनि सर्कललाई कसरी डिफाइन गर्छौँ र यसको बेसिक कन्सेप्टको बारेमा थाहा भयो भने हामीले चाहिँ कोअर्डिनेट जोमेट्रीमा यसको इक्वेसन्सहरू डेराइभ गर्नलाई सजिलो हुन्छ है त। जस्तो फर इक्जाम्पल चाहिँ सर्कलको सिम्पल डेफिनेसन चाहिँ हाम्रो के छ त भन्दाखेरि चाहिँ यो एउटा लोकस हो, एउटा सर्टेन पोइन्टबाट होइन, एउटा सर्टेन पोइन्टबाट जसले हामी पछि गएर के पनि भन्छौँ त भन्दाखेरि चाहिँ सेन्टर पनि भन्छौँ होइन। यो सर्टेन पोइन्टबाट चाहिँ सर्टेन डिस्टेन्स एउटा कन्सटेन्ट डिस्टेन्समा होइन, एउटा चाहिँ कुनै एउटा चाहिँ हाम्रो चाहिँ के छ त, कुनै एउटा चाहिँ हाम्रो पोइन्ट छ होइन, एउटा पोइन्ट छ भने र यो डिस्टेन्सलाई मेन्टेन गरेर चाहिँ यसले चाहिँ के बनाउँछ त भन्दाखेरि चाहिँ एउटा पार्ट बनाउँछ, लोकस बनाउँछ भने द्याट इज वी से द सर्कल होइन। त्यो भएको कारणले गर्दाखेरि यो सेन्टरबाट यो कुनै पनि यो सर्कलमा भएको कुनै पनि पोइन्टहरूको डिस्टेन्स चाहिँ के हुन्छ त इक्वल हुन्छ, जसले हामी के पनि भन्छौँ त आर पनि भन्छौँ होइन त, रेडियस पनि भन्छौँ। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले यहाँ के छ त, वाट इज द मिनिङ अफ सर्कल भन्नु पर्दाखेरि सर्कल भनेको एउटा लोकस, यस्तो लोकस हो जुन लोकस चाहिँ एउटा सर्टेन डिस्टेन्सबाट चाहिँ इक्वल डिस्टेन्समा चाहिँ यसले के गरेको हुन्छ त घुमिरहेको हुन्छ, इक्वल डिस्टेन्स मेन्टेन गरिरहेको हुन्छ। सो इक्वल डिस्टेन्स मेन्टेन गरेर एउटा सर्टेन पोइन्टले बनाउने त्यो पोइन्टहरूको लोकसलाई नै हामी के भन्छौँ त भन्दाखेरि चाहिँ सर्कल भन्छौँ। अब यो सर्कलको खासै डेफिनेसन त्यति इम्पोर्टेन्ट छैन, तर इम्पोर्टेन्ट कुरा चाहिँ के छ त भन्दाखेरि चाहिँ हामीले बुझ्नै पर्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ एकदमै बुझ्नुपर्ने कुरा चाहिँ, सो यहाँनिर चाहिँ हामीले बुझ्नु पर्दाखेरि चाहिँ ओके। सो सबैभन्दा पहिला चाहिँ जस्तो कि हामीले पनि यहाँ देख्न सक्छौँ हाम्रो बोर्डमा हामीले सर्कलको बारेमा आज हामीले खास कुरा गर्न लागेको चाहिँ के त भन्दाखेरि चाहिँ इक्वेसन हो होइन, सर्कल। सो सर्कलमा एउटा के इम्पोर्टेन्ट हुन्छ त भन्दाखेरि चाहिँ एउटा इम्पोर्टेन्ट हुन्छ सेन्टर र अर्को इम्पोर्टेन्ट हुन्छ रेडियस होइन। र त्यसपछि डिफ्रेन्ट कन्डिसनहरूको बारेमा आज हामी कुरा गर्नेछौँ है। खासै गाह्रो चाहिँ छैन यो क्लास 10 एसईहरूको लागि चाहिँ। जस्तै सबैभन्दा पहिला चाहिँ अघि पनि हामीले कुरा गऱ्यौँ, कुनै पनि सर्कल बन्नको लागि चाहिँ यहाँ एउटा के हुनुपर्छ त भन्दाखेरि सेन्टर हुनुपर्छ र त्यसपछि यहाँनिर एउटा रेडियस हुनुपर्छ, दिस इज सेन्टर ओ भनौँ होइन। र यसरी एउटा सर्टेन पोइन्टबाट चाहिँ इक्वल डिस्टेन्स बनाएर यसले एउटा पार्ट बनाउँछ, लोकस बनाउँछ भने यही लोकसलाई नै हामी के भन्छौँ त भन्दाखेरि चाहिँ हामी सर्कल भन्छौँ होइन त। सो आज चाहिँ हाम्रो सर्कलहरूको कस्तो कस्तो कन्डिसनहरू हुनसक्छ र त्यो कन्डिसनहरूको अवस्थामा हाम्रो इक्वेसनहरू चाहिँ के हुनसक्छ भन्ने कुरा चाहिँ आज हामी चाहिँ डिफाइन गर्न गइरहेका छौँ, डिराइभ गर्न गइरहेका छौँ। जस्तै फर इक्जाम्पलको लागि चाहिँ अब हामी एउटा के गरौँ त भन्दाखेरि चाहिँ सर्कलको के कन्डिसन, कस्तो खालको कन्डिसन हुनसक्छ एकचोटि त्यसलाई चाहिँ अब हामीले एकचोटि यसो मनन गरौँ है त। जस्तो कि फर इक्जाम्पल हामीसँग एउटा नर्मल सर्कल हुनसक्छ होइन, एउटा नर्मल सर्कल होला, एउटा नर्मल सर्कल हामीसँग हुनसक्छ। जस्तो कि फर इक्जाम्पल भनेको के त भन्दाखेरि चाहिँ एउटा एक्सिसमा चाहिँ होइन, एउटा एक्सिसमा चाहिँ एउटा कन्डिसन 1 कस्तो हुन्छ त 0 0 मा सेन्टर बनाएर होइन, यसैले नै सेन्टर बनाएर चाहिँ एउटा हुनसक्छ एउटा सर्कल यो भयो है होइन। यो चाहिँ के भयो त यो आर भयो र यो चाहिँ एउटा लोकस जसरी हामी पिएक्सवाई भन्छौँ। एउटा कन्डिसन एउटा यस्तो सर्कल हुनसक्छ भनेर हामी भनौँ कन्डिसन्सहरू होइन, जसमा चाहिँ सेन्टर चाहिँ के छ त भन्दाखेरि चाहिँ ओरिजिन छ होइन। सेन्टर भनेको के छ त एउटा ओरिजिन छ। हामी सर्कलको बारेमा अलिकति कस्तो कस्तो सर्कलहरू हुनसक्छ भनेर हामीले हेर्दैछौँ र त्यो थाहा भयो भने हामीले के सजिलो हुन्छ भन्दाखेरि इक्वेसनहरू डिफाइन गर्दै जान सकिन्छ। एउटा यस्तो हुनसक्छ। अनि अर्को चाहिँ कस्तो हुनसक्छ त भन्दाखेरि कुनै पनि नर्मल एउटा रेडियस दिएको र नर्मल एउटा कुनै एउटा चाहिँ सेन्टर भएको होइन। जस्तै फर इक्जाम्पल यस्तो
कुनै एउटा सेन्टर यहाँ एच र के होला अथवा यहाँ 2 3 समथिङ के होला र त्यसको चाहिँ आर रेडियस दिएको छ। यो एउटा चाहिँ जेनरल सर्कल भयो जसमा चाहिँ हामीलाई सेन्टर दिएको छ। अब यो सेन्टर भनेको यो ओरिजिन यदि ओ हो भने यसमा चाहिँ हामीले 2 3 होइन जति पनि हुनसक्छ रेडियस हुनसक्छ। एउटा यस्तो कन्डिसनको भयो जुन चाहिँ हाम्रो एच र के भन्ने एउटा सेन्टर भयो र रेडियस भयो। एउटा यस्तो खालको सेन्टर पनि सर्कल पनि हुनसक्छ। अर्को कस्तो हुनसक्छ त सर्कल भन्दाखेरि चाहिँ अब अर्को भनेको चाहिँ फर इक्जाम्पल अब सेन्टर यहाँ छ भने चाहिँ अब यो सेन्टरले चाहिँ यसलाई रेडियस बनाएर चाहिँ यो ओरिजिनबाट के हुनसक्छ त पास हुन पनि सक्छ होइन। एउटा ओरिजिनबाट पास भएको सेन्टर पनि सर्कल पनि हुनसक्छ जसमा चाहिँ यो ओरिजिन चाहिँ 0 0 चाहिँ के त एउटा पासिङ पोइन्ट हो न कि सेन्टर हो। सेन्टर भनेको यहाँनिर छ एचके होइन, सेन्टर भनेको चाहिँ यहाँनिर छ। त्यो भएको कारणले गर्दाखेरि एउटा ओरिजिनलाई नै सेन्टर बनाएर सर्कल बनेको पनि हुनसक्छ। एउटा जेनरल सर्कल हुनसक्छ जसमा चाहिँ सेन्टर पनि छ रेडियस पनि छ। अर्को भनेको चाहिँ सेन्टर कहीँ न कहीँ छ र यसरी चाहिँ यो सर्कल बन्दाखेरि यसले चाहिँ ओरिजिनलाई चाहिँ के गरेको हुनसक्छ पास गरेको हुनसक्छ, ओरिजिन भएर गएको हुनसक्छ होइन। त्यस्तै खालको चाहिँ अर्को पनि हुनसक्छ हामीसँग सर्कल भनेको। जस्तै अर्को के हुनसक्छ भन्दाखेरि चाहिँ यसले चाहिँ के त भन्दाखेरि एक्स एक्सिसलाई के गरेर गएको हुनसक्छ टच गरेर गएको हुनसक्छ होइन। यहाँनिर चाहिँ यो चाहिँ के त एच के हो भने हाम्रो चाहिँ यसले चाहिँ एक्स एक्सिसलाई टच गरेको पनि हुनसक्छ होइन। त्यस्तै प्रकारले अर्को पनि हुनसक्छ हामीसँग सर्कल जस्तो कि यसलाई हटाइदिउँ होइन। अर्को खालको सर्कल पनि हुनसक्छ जसले यसलाई चाहिँ वाइ एक्सिसलाई टच गरेको पनि हुनसक्छ है। यसरी यो चाहिँ एउटा वाइ एक्सिसलाई टच गरेको पनि हुनसक्छ होइन। यो डिफ्रेन्ट टाइप अफ सर्कलको बारेमा हामीले कुरा गरिरहेछौँ है। ओके सो यसले चाहिँ के गरेको छ त यसले चाहिँ एक्स एक्सिसलाई टच गरेको छ भने यसले चाहिँ कसलाई टच गरेको छ त भन्दाखेरि चाहिँ वाइ एक्सिसलाई टच गरेको छ होइन। त्यस्तै प्रकारले अर्को के हुनसक्छ अब दुवै एक्सिसलाई पनि टच गरेको हुनसक्छ होइन। जस्तो कि यहाँनिरबाट चाहिँ दुवै एक्सिसलाई चाहिँ यसरी चाहिँ टच गरेर टेन्जेन्ट बनाएर गएको पनि हुनसक्छ। यो चाहिँ के त सर्कल भयो होइन अनि यो चाहिँ के भयो त आर हो। सो एउटा एक्स एक्सिसलाई टच गरेको होला, अर्को वाइ एक्सिसलाई टच गरेर चाहिँ सर्कल बनेको होला, अर्को चाहिँ दुईवटै एक्सिसलाई चाहिँ टच मात्र गरेर बनेको होला, अर्को चाहिँ कुनै पनि एक्सिसलाई टच नगरिकन जेनरल सेन्टर र रेडियस भएको सर्कल हुनसक्छ, अर्को चाहिँ ओरिजिन पास भएर गएको सर्कल हुनसक्छ र अर्को चाहिँ कस्तो त अघि हामीले सुरुमा भनेका थियौँ ओरिजिनलाई नै सेन्टर बनाएर पनि हाम्रो के हुनसक्छ सर्कल बनेको पनि हुनसक्छ ओरिजिनलाई नै। सो वी हेभ डिफ्रेन्ट काइन्ड अफ सर्कल्स होइन। धेरै प्रकारको हाम्रो सर्कलहरू छ। यो किन हामीले गरिरहेका छौँ भन्दाखेरि हाम्रो एसई एक्जामको लागि क्लास 10 को लागि डिफ्रेन्ट टाइपको सर्कल अनुसार चाहिँ हामीले इक्वेसन्सहरू चाहिँ के गर्नुपर्छ त हामीले हेर्नुपर्छ कस्तो खालको इक्वेसन हुन्छ र त्यो इक्वेसन्सहरू याद भयो भने हामीले त्यसको न्युमेरिकल प्रब्लमहरू सजिलैसँग गर्न सक्छौँ। अहिले नै हामीसँग 1 2 3 4 5 6 टाइपको चाहिँ सर्कलहरू आइसक्यो होइन। सो हाम्रो कुन खालको सर्कलहरू छ र त्यस्तो सर्कलमा चाहिँ हाम्रो कस्तो चाहिँ इक्वेसन्सहरू बन्दै जान्छ, त्यसको डेरिभेसनहरू के हुन्छ अहिले हामी हेर्दै जान्छौँ है त। ओके सो अब हामी चाहिँ यसलाई चाहिँ के गर्छ भन्दाखेरि चाहिँ सबै यिनीहरूलाई चाहिँ के गरिदिउँ त हटाइदिउँ। ओके सो अब हामी फर्स्ट टाइप अफ सर्कलमा एकदम सिम्पल खालको हामी सर्कलमा जान्छौँ। सो हामीसँग फर्स्ट टाइपको सर्कलमा नम्बर 1 सर्कलमा छ हामीसँग जस्तो कि हामी देख्न सक्छौँ यहाँ बोर्डमा। यसमा चाहिँ सेन्टर चाहिँ 0 0 छ होइन, रेडियस आर छ र कुनै एउटा चाहिँ हामीसँग चाहिँ एउटा आर्बिट्रेरी पोइन्ट चाहिँ जुन एउटा लोकसको पोइन्ट पिएक्सवाई छ भने यस्तो कन्डिसनमा यो सर्कलको कन्डिसन चाहिँ के त भन्दाखेरि द सेन्टर अफ अ सर्कल इज ओरिजिन होइन त। यसमा चाहिँ सेन्टर अफ सर्कल चाहिँ के छ त भन्दाखेरि चाहिँ यो ओरिजिन छ र यसको रेडियस चाहिँ के छ त हामीसँग चाहिँ आर छ र यसको सेन्टर अफ सर्कल चाहिँ के छ त ओरिजिन छ भने दिस इज द कन्डिसन भनेको के त भन्दाखेरि ओरिजिन यसको के छ त सेन्टर छ र यसको रेडियस चाहिँ आर छ र कुनै एउटा पोइन्ट पी छ भने यो कन्डिसनमा चाहिँ यस्तो चाहिँ सर्कलको लागि हाम्रो एकदमै सिम्पल इक्वेसन चाहिँ यो हुन्छ होइन त।
एकदमै सिम्पल इक्वेसन चाहिँ यो खालको चाहिँ हाम्रो चाहिँ के हुन्छ त इक्वेसन हुन्छ, जसमा चाहिँ के छ त एक्स स्क्वायर प्लस वाइ स्क्वायर इक्वल्स टु के छ त यो आर स्क्वायर हामीलाई यहाँ दिएको पनि छ। नाउ द क्वेसन इज, यो त हामीले यहाँ बुकमा पनि भएको कुरा हो, तर अब कतिपय स्टुडेन्ट्सहरूलाई चाहिँ यो कसरी आयो भन्ने कुराहरू पनि याद भयो भने सजिलो हुन्छ एक्जामको लागि चाहिँ। अब यादै गर्नु न भन्छ नि, अब यो प्रायः जसो सब स्टुडेन्ट्सहरूले चाहिँ यसलाई चाहिँ एकदम घोकेको हुन्छ, याद गरेको हुन्छ, तर कसरी आयो भन्ने कुरा यसको बेसको बारेमा बुझ्यो भने यसले अरू अरू बनाउनुको लागि पनि एकदमै के हुन्छ त सजिलो हुन्छ है त। अब यो कसरी आयो भन्ने कुरा हामी एक्चुअली चाहिँ हामी हेर्दै जान्छौँ होइन। ओके, सो अब यो कसरी बन्यो त भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि, जस्तो कि कुनै पनि सर्कलको यदि सेन्टर चाहिँ 0 0 छ र यसको रेडियस आर गिभन छ भने यसको इक्वेसन चाहिँ एक्स स्क्वायर प्लस वाइ स्क्वायर इक्वल्स टु आर स्क्वायर भनेको छ, जहाँ आर भनेको चाहिँ द्याट इज गिभन रेडियस है त। अब यो कसरी भयो त भन्दाखेरि यसको लागि सिम्पली के हुन्छ त सर्कलको डेफिनेसनमै जाने हो। सो सर्कलको डेफिनेसन अनुसार चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ कुनै पनि सर्कलको डेफिनेसन भनेको के हो त, एउटा सर्टेन पोइन्टबाट होइन, एउटा सर्टेन पोइन्टबाट चाहिँ एउटा इक्वल डिस्टेन्समा के हुन्छ त भन्दाखेरि यसले चाहिँ बनाउने लोकस, एउटा पोइन्टले बनाउने लोकसलाई नै हामी के भन्छौँ त सर्कल भन्छौँ। त्यो भनेको एउटा सर्टेन पोइन्ट भनेको के भयो त सेन्टर भयो होइन, 0 0 भयो, अनि इक्वल डिस्टेन्स भनेको त्यसको यो के भयो त आर भयो। यो आर भनेको 2 युनिट्स 3 युनिट्स 4 युनिट्स जति पनि हुनसक्छ, र यसको डिस्टेन्समा इक्वल भएर यसरी होइन जता गए पनि चाहिँ यसरी इक्वल डिस्टेन्स मेन्टेन गरेर चाहिँ यसले चाहिँ के बनाउँछ त एउटा पाठ बनाउँछ भने यो पाठलाई नै यो लोकसलाई नै हामी के भन्छौँ त भन्दाखेरि चाहिँ सर्कल भन्छौँ होइन। र यहाँनिर इम्पोर्टेन्ट कुरा चाहिँ के त भन्दाखेरि चाहिँ सबै जताबाट लिए तापनि यसको चाहिँ डिस्टेन्स चाहिँ के हुन्छ त इक्वल हुन्छ, र त्यही डिस्टेन्स इक्वल हुनेलाई नै हामीले बेस मानेर यसको हामी इक्वेसन सजिलैसँग निकाल्न सक्छौँ। किन भन्दाखेरि यसलाई चाहिँ हामीले ओ भनेर मान्यौँ र यो एउटा चाहिँ कुनै एउटा आर्बिट्रेरी पोइन्ट पिएक्सवाई भनेर मान्यो भने हामीलाई थाहा छ कि ओपी स्क्वायर भनेको के हो त आर स्क्वायर हो, जबकि ओपी भनेको एउटा के त यो पोइन्ट र यो पोइन्ट बिचको यो चाहिँ के हो त डिस्टेन्स हो। र हामीले कोअर्डिनेट ज्योमेट्रीमा डिस्टेन्सको फर्ममा पनि सायद याद गरेको हुनुपर्छ। कुनै पनि एउटा पोइन्ट चाहिँ एउटा x1 y1 र अर्को पोइन्ट चाहिँ के त x2 र y2 छ भने यो बिचको डिस्टेन्सको फर्मुला डी स्क्वायर भनेको हामीले पढेका छौँ, x2 माइनस x1 को होल स्क्वायर प्लस y2 माइनस y1 को के हुन्छ त यो होल स्क्वायर हुन्छ। र यो डी भनेको अहिले हाम्रो यो केसमा चाहिँ के छ त भन्दाखेरि x1 y1 भनेको के हो 0 0 भयो होइन, र यसको नाम चाहिँ ओ भयो, र x2 y2 भनेको के हो त xy नै भयो एउटा आर्बिट्रेरी, र यसको नाम चाहिँ के भयो त पी भयो होइन त। यसको डिस्टेन्स चाहिँ हामी निकाल्छौँ, जस्तो कि यो चाहिँ के भयो त होइन, यो चाहिँ के भयो त हाम्रो 0 0 x1 र y1 भयो भने यो चाहिँ के भयो त हाम्रो x2 र के भयो त y2 भयो, र यो चाहिँ हाम्रो के भयो त डिस्टेन्स भयो होइन त। सो अब यहाँबाट हामीले डिस्टेन्सको फर्मुला राख्यौँ भने चाहिँ सजिलैसँग ओपी स्क्वायर भनेको के हुन आउँछ त भन्दाखेरि चाहिँ हाम्रो ओपी स्क्वायर भनेको x2 माइनस x1 को होल स्क्वायर प्लस y2 माइनस y1 को होल स्क्वायर इक्वल्स टु के हुन्छ त आर स्क्वायर जस्ताको तस्तै नै हुन्छ होइन। अब यो x2 भनेको वास्तवमा हाम्रो यो पोइन्ट हो जहाँ x हो होइन। सो x2 भनेको x हो भने x1 भनेको 0 हो, बिकज यसको सेन्टर चाहिँ के छ त भन्दाखेरि ओरिजिन छ। y2 भनेको y हो, y माइनस के हो त y1 भनेको 0 हो। सो यो भनेको x2 माइनस 0 होल स्क्वायर भनेको हाम्रो एक्स स्क्वायर हो, र y माइनस 0 होल स्क्वायर भनेको y स्क्वायर हो, र यो भनेको के त आर स्क्वायर। सो यसरी चाहिँ सिम्पली हाम्रो चाहिँ डिस्टेन्सको फर्मुलाबाट चाहिँ हाम्रो कुनै पनि एउटा नर्मल सर्कलको चाहिँ के बनेको त यो इक्वेसन बनेको। त्यही भएर एउटा कुनै पनि सर्कल छ जुन सर्कलको सेन्टर चाहिँ ओरिजिन आफै छ, ओरिजिन भनेको मतलब के हो एक्स एक्सिसको ओरिजिन भनेको है, एक्स एक्सिसको यदि यो ओरिजिन यो सेन्टर बनाएर र रेडियस आरले यसरी चाहिँ कुनै एउटा सर्कल बनाएको छ भने यस्तो खालको चाहिँ सर्कलको इक्वेसन चाहिँ के हुन्छ त भन्दाखेरि सिम्पली एक्स हुन्छ वाइ हुन्छ र आर जुन यो रेडियसको भनेको 2 युनिट्स 3 युनिट्स हुन्छ त्यसको चाहिँ हाम्रो के हुन्छ आर स्क्वायर हुन्छ है। सो यसको मतलब के त भन्दाखेरि अब हामीसँग कुनै एउटा इक्वेसन छ अरे होइन, हामीसँग चाहिँ कुनै एउटा चाहिँ इक्वेसन छ भने
ओके सो हामीसँग कुनै एउटा चाहिँ इक्वेसन छ भने फर इक्जाम्पल एउटा सर्कल छ होइन जसको चाहिँ ओरिजिन चाहिँ के छ त भन्दाखेरि हामीसँग 0 0 छ र यसको आर भनेको 5 युनिट्स दिएको छ भने हाम्रो सिम्पली यसको इक्वेसन निकाल्नु भन्यो भने सो हामी के युज गर्न सक्छौँ त भन्दा एक्स स्क्वायर प्लस वाइ स्क्वायर इक्वल्स टु के छ त हाम्रो आर स्क्वायर हुन्छ सो एक्स स्क्वायर प्लस वाइ स्क्वायर एज इट इज भइहाल्यो र आरको ठाउँमा हाम्रो 5 स्क्वायर राखेर सो रिक्वायर्ड इक्वेसन के हुन आउँछ त भन्दा एक्स स्क्वायर इक्वल्स टु एक्स स्क्वायर प्लस वाइ स्क्वायर इक्वल्स टु 25 सो दिस इज द रिक्वायर्ड इक्वेसन अफ द सर्कल होइन यो सर्कलको चाहिँ के भयो त इक्वेसन भयो त्यही भएर एउटा कन्डिसन कस्तो रहेछ त भन्दाखेरि कुनै पनि सर्कलको सेन्टर यदि ओरिजिन छ र त्यसमा रेडियस गिभन छ भने सिम्पली द इक्वेसन अफ द्याट सर्कल इज एक्स स्क्वायर प्लस वाइ स्क्वायर इक्वल्स टु आर स्क्वायर वेयर the value of r is given and we put the value of that r in the equation so we get the equation of the circle. This is very simple एकदमै जेनरल इक्वेसन अफ द सर्कल है त दिस इज द फर्स्ट कन्डिसन ओके अब त्यसरी नै अब हामी अर्को सेकेन्ड कन्डिसनमा हामी जान्छौँ लेट्स सी सो हाम्रो अर्को सेकेन्ड कन्डिसनको भनेको नाउ अब यसो कुनै ओरिजिनसँग हाम्रो रिलेटेड छैन होइन कुनै ओरिजिन चाहिँ छैन जस्ट एउटा सिम्पल हाम्रो चाहिँ के दिएको छ त भन्दाखेरि चाहिँ हामीलाई के दिएको छ त भन्दाखेरि एउटा सर्कल दिएको छ सरी सेन्टर दिएको एचके र एउटा चाहिँ लोकसको पोइन्ट दिएको छ भने र रेडियस आर दिएको छ भने यसको इक्वेसन भनेको सिम्पली के हुन्छ त भन्दाखेरि चाहिँ यो हुन्छ भन्ने कुरा हो होइन वेयर द सेन्टर इज एचके अनि कुनै एउटा पोइन्ट पिएक्सवाई छ भने इन द्याट केस द इक्वेसन अफ द सर्कल इज एक्स माइनस एच होल स्क्वायर प्लस वाइ माइनस के होल स्क्वायर इक्वल्स टु आर स्क्वायर हुन्छ होइन अब यो पनि कसरी आयो भन्ने कुरा हुन्छ यो पनि एकदमै सिम्पल कुरा हो अघि भने जस्तै यो भनेको हाम्रो के हुन्छ त भन्दा x1 र के हुन्छ त यो y1 हुन्छ र यो भनेको के हुन्छ त x2 र के हुन्छ त y2 हुन्छ र यसको डिस्टेन्स फर्मुला हामीले युज गरेर हामी यसको पनि सर्कलको इक्वेसन निकाल्न सक्छौँ यसमा चाहिँ कुनै ओरिजिनको कुरा छैन कुनै एक्सिसमा टस भएको कुरा छैन यसमा मात्र के छ त भन्दाखेरि सिम्पली एउटा सेन्टर दिएको छ होइन र त्यसको रेडियस आर भनेको यति दिएको छ भन्ने केसमा जस्तै फर इक्जाम्पल हामीसँग चाहिँ एउटा सर्कल छ होइन जुन सर्कलमा चाहिँ सेन्टर भनेको मानौ 2 र 3 युनिट्स सर्कल छ अरे र यसको रेडियस भनेको चाहिँ कति छ त 4 युनिट्स दिएको छ भने यो कन्डिसनमा वाट इज द इक्वेसन अफ सर्कल भन्यो भने वी युज दिस फर्मुला है यहाँ जुन गिभन छ हामीलाई यहाँ गिभन दिएको छ जुन चाहिँ एक्स माइनस एच होल स्क्वायर होइन यो ओके एक्स माइनस एच होल स्क्वायर प्लस वाइ माइनस के होल स्क्वायर इक्वल्स टु आर स्क्वायर जहाँ आर भनेको हाम्रो यो रेडियस भयो र एच र के भनेको यो हाम्रो के भयो त दिस इज द कोअर्डिनेट अफ द सेन्टर त्यो चाहिँ सेन्टरको 1 2 2 3 4 5 अब त्यसको कोअर्डिनेट हो र यसरी कोअर्डिनेट सेन्टरको कोअर्डिनेट र रेडियस थाहा भयो भने हामीले यहाँ एचको भ्यालु के को भ्यालु र आर को भ्यालु राखेर हामी के गर्छौँ त सिम्पली इक्वेसन हामी निकाल्छौँ अब यसमा हामी के गरौँ त भन्दाखेरि सपोज गरौँ यसको डिस्टेन्सबाटै यो बनेको जस्तै कसरी बनेको त अघि भने जस्तै हामीले यसलाई चाहिँ ओ भनेर सपोज गर्यो र त्यसलाई पी भनेर सपोज गर्यो भने हाम्रो के हुनुपर्छ त भन्दाखेरि डिस्टेन्स फर्मुला अनुसार ओपी स्क्वायर भनेको हाम्रो के हुनु पर्यो आर स्क्वायर हुनु पर्यो र सिम्पली ओपीको डिस्टेन्स फर्मुला भनेको अघि भने जस्तै x2 माइनस x1 को के होल स्क्वायर प्लस y2 माइनस y1 को के भयो त होल स्क्वायर इक्वल्स टु यहाँनिर के भयो त आर स्क्वायर भयो एन्ड वाट इज x2 भन्यो भने सो अगाडिको x1 y1 हो भने पछाडिको x2 y2 सो x2 इज x होइन x2 भनेको x द्याट इज x माइनस x1 इज h सो यो भनेको के भयो त h भयो होइन त्यसरी y2 इज y एन्ड y1 इज के त k को होल स्क्वायर भयो एन्ड आर स्क्वायर इज आर स्क्वायर सो सिम्पल डिस्टेन्सको फर्मुला मात्र युज गरेको यसमा खासै डेरिभेसनमा केही पनि छैन नाउ द इम्पोर्टेन्ट पोइन्ट इज द्याट अब यसलाई एप्लाई कसरी हुन्छ त भन्दाखेरि अघि भने जस्तै यही केसमा सपोज गरौँ होइन सपोज गरौँ यो नि के भयो त हाम्रो सेन्टर भयो अरे अब यसैमा यो केसमा चाहिँ के भयो त हाम्रो होइन 2 3 भन्ने एउटा सेन्टर छ र रेडियस चाहिँ 4 छ भने
in this case find the equation of the circle, होइन. So you are given the coordinates of the center and you are given the radius units. So find out the equation of the circle. So in this case we use this formula. यो केसमा चाहिँ हामी यो फर्मुला युज गर्छौँ because we are given the center and we are given the radius. जस्तो कि यहाँनिर के भयो त, अब यो केसमा चाहिँ इक्वेसन निकाल भन्यो भने चाहिँ हामी के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ हामी यसको इक्वेसन निकाल्नको लागि एकदमै सिम्पल हामी के गर्न सक्छौँ त भन्दाखेरि जस्तो हियर यो कुनै पनि सर्कलको इक्वेसन बनेपछि त्यसको एप्लिकेसन पनि हेर्दै जान्छौँ. जस्तै सेन्टर भनेर हामीलाई यहाँ दिएको छ होइन. सेन्टरलाई हामी नर्मली एचके भन्छौँ किनकि यसको ओरिजिन सेन्टर होइन जहाँनिर चाहिँ 2 र के छ त 3 छ र आर भनेको हाम्रो 4 युनिट्स दिएको छ भने नाउ इन दिस केस वी युज एक्स माइनस एच होल स्क्वायर प्लस वाइ माइनस के होल स्क्वायर इक्वल्स टु के त आर स्क्वायर. Okay, so we put the value. So x minus h भनेको के भयो त हाम्रो यहाँनिर 2 को होल स्क्वायर र y minus k भनेको 3 होल स्क्वायर and r is 4 स्क्वायर. सो यसलाई सिम्प्लिफाई गर्दै जाने हो हामीले होइन त. सो हामीले सिम्प्लिफाई गर्दै जाँदाखेरि के हुन्छ त भन्दा दिस बिकम्स एक्स स्क्वायर. सो a minus b होल स्क्वायर फर्मुला. सो यो भनेको के हुन्छ त 4x हुन्छ 2ab र 2 स्क्वायर भनेको b स्क्वायर भनेको 4 प्लस y स्क्वायर माइनस 2ab भनेको 6y एन्ड प्लस b स्क्वायर भनेको 9 इक्वल्स टु यहाँनिर हुन्छ 16. ओके, सो यसलाई अलिकति सिम्प्लिफाई गरेर एक्स स्क्वायर प्लस हामी वाइ स्क्वायरलाई अगाडि राखौँ, त्यसपछि माइनस 4x लाई राखौँ, त्यसपछि माइनस 6y लाई राखौँ. 4 र 9 भनेको द्याट इज 13 र उतापट्टि 16 छ भने 13 माइनस 16 it becomes minus 3 equals to 0 is the required equation. So this is the equation होइन. सो कुनै पनि एउटा जेनरल सर्कलको इक्वेसन निकाल जसमा चाहिँ तिमीलाई चाहिँ सेन्टर दिएको हुन्छ रेडियस दिएको छ भने यसरी सिम्पली चाहिँ कुनै पनि सर्कलको इक्वेसन चाहिँ यसरी जेनरल फर्ममा आउँछ. यसलाई सिम्प्लिफाई गर्यो भने हामीले बुझ्नुपर्ने कुरा के हुन्छ त भन्दा कुनै पनि सर्कलको इक्वेसन सेकेन्ड डिग्री हुन्छ जसमा एक्स स्क्वायर हुन्छ वाइ स्क्वायर हुन्छ र एक्स को टर्म हुन्छ र वाइ को टर्म हुन्छ र कन्स्ट्यान्ट टर्म हुन्छ. बट हामीले याद गर्नुपर्ने पोइन्ट चाहिँ के छ भन्दा यदि त्यो सर्कल हो भने त्यसमा चाहिँ कुन टर्म चाहिँ हुनु हुँदैन त भन्दाखेरि एक्स र वाइ चाहिँ जोडिएको टर्म चाहिँ हुनु हुँदैन. ओके, सर्कलमा एक्स र वाइ जस्तै फर इक्जाम्पल यस्तो खालको चाहिँ हुनु हुँदैन. ओके, यो एक्स र वाइ यसरी चाहिँ एउटै ठाउँमा कुनै पनि टर्ममा आयो भने इट क्यानट बी सर्कल. यो सर्कल हुन सक्दैन. सर्कल हुनुको लागि के हुनु पर्यो त भन्दाखेरि एक्स को डिग्री 2 सम्म हुनु पर्यो म्याक्सिमम, वाइ को डिग्री 2 सम्म, एक्स स्क्वायर वाइ स्क्वायर, त्यसपछि एक्स टर्म हुन्छ बट फ्री फ्रम वाइ, वाइ टर्म हुन्छ बट फ्री फ्रम एक्स. सो एक्स वाइ होइन. सो दिस इज द इक्वेसन अफ द सर्कल. ओके, सो हामीले अहिलेसम्ममा टु टाइप्स अफ सर्कलको बारेमा हामीले कुरा गऱ्यौँ होइन. एउटा हामीले कुरा गरेका थियौँ ओरिजिन सेन्टर भयो भने र अर्को चाहिँ नर्मल एचके र रेडियस आर भयो भने कस्तो हुन्छ भनेर चाहिँ हामीले हेरेका थियौँ होइन. ओके, अब हामी नेक्स्टमा हामी जाउँ. जस्तै अब अर्को टाइपकोमा छ. फर्स्ट टाइपको इक्वेसन हाम्रो आयो, हामीले यसलाई समराइज गर्ने हो भने होइन. फर्स्ट टाइपको हाम्रो इक्वेसन आयो एक्स स्क्वायर प्लस वाइ स्क्वायर इक्वल्स टु आर स्क्वायर होइन. सेकेन्ड टाइपमा आयो हाम्रो एक्स माइनस एच को होल स्क्वायर प्लस वाइ माइनस के को होल स्क्वायर इक्वल्स टु यहाँ पनि आर स्क्वायरै हुन्छ. यसमा चाहिँ हाम्रो ओरिजिन 0 0 सेन्टर भयो र यसको रेडियस आर भयो भने यसको चाहिँ सेन्टर चाहिँ के त एचके होइन, एचके र रेडियस चाहिँ के त आर भयो भने अब थर्ड टाइप अफ इक्वेसनमा हामी जाँदैछौँ. थर्ड टाइप अफ सर्कलमा भनेको गिभन कन्डिसनहरू अनुसार चाहिँ यदि हामीलाई कुनै पनि सर्कलमा हामीलाई चाहिँ डायमिटर दिएको छ होइन. फर इक्जाम्पल यो एउटा सर्कल हो र यहाँनिर चाहिँ के छ हाम्रो सेन्टर दिएको छ भने र यसमा चाहिँ यो एउटा चाहिँ के भयो त भन्दाखेरि डायमिटर भयो र डायमिटरमा यो एउटा पोइन्ट र अर्को पोइन्ट भनेको कुनै पनि डायमिटर चाहिँ सर्कलमा पर्ने दुईवटा इन्डहरूको यदि हामीलाई
के दिएको छ त कोअर्डिनेट दिएको छ भने र त्यसरी कोअर्डिनेट दिने अवस्थामा चाहिँ कुनै एउटा पोइन्ट पी छ भने यस्तो खालको सर्कलको इक्वेसन चाहिँ के हो होइन। सो यो भनेको सर्कल त हो तर गिभन कन्डिसन मात्र फरक हो। जस्तै कन्डिसन अफ द सर्कल भनेको यहाँ पनि भनेको छ 2 inch अफ द डायमिटर आर गिभन। कुनै पनि सर्कलकोमा चाहिँ हाम्रो दुईवटा इन्डहरू दिएको छ र यतापट्टिको पोइन्ट दिएको छ x1 y1 र यतापट्टिको पोइन्ट दिएको छ x2 र y2 दिएको छ, अरू केही पनि दिएको छैन भने यस्तो कन्डिसनमा हाउ क्यान वी फाइन्ड द इक्वेसन अफ द सर्कल होइन। यहाँनिर सेन्टर पनि दिएको छैन र यहाँनिर के त रेडियस पनि दिएको छैन। नो सेन्टर इज गिभन, नो रेडियस इज गिभन, यु आर गिभन द टु इन्ड of the 2 inch of the diameter, the coordinates are given. So in this situation how do you find the equation of the circle? यसरी सर्कलमा डायमिटर व्यास भन्छ नेपालीमा होइन। डायमिटरको दुईवटा छेउको पोइन्टहरूको कोअर्डिनेटहरू दिएको अवस्थामा हामीले इक्वेसन निकाल्न सक्छौँ। हामीलाई सेन्टरिङ मात्रै चाहिन्छ भन्ने छैन र हामीलाई रेडियसै मात्र चाहिन्छ भन्ने छैन। इभन रेडियस नभए पनि र सेन्टर नभए पनि हामी सर्कलको इक्वेसन निकाल्न सक्छौँ। कसरी त भन्दाखेरि यदि हामीलाई चाहिँ डायमिटरको इन्च दिएको छ भने र यो इक्वेसन चाहिँ यहाँ हामीलाई गिभन पनि छ, यहाँनिर डिस्प्लेमा हामी हेर्न सकिन्छ। यस्तो कन्डिसनमा दुईवटा पोइन्ट x1 y1 x2 y2 भएको कन्डिसन हो भने चाहिँ त्यस्तो खालको सर्कलको इक्वेसन चाहिँ यस्तो खालको हुन्छ x माइनस x1 फेरि अर्को फ्याक्टर x माइनस x2 अनि फेरि y माइनस y1 एन्ड y माइनस y2। सो x1 सँग डिफरेन्स, x x2 सँग y y1 र y y2 र यसलाई सिम्प्लिफाई गरेर जति आन्सर आउँछ द्याट इज द इक्वेसन अफ द सर्कल है। सो इन्ट्रेस्टिङ पार्ट चाहिँ के छ त भन्दाखेरि यसमा इन्ट्रेस्टिङ भनेको हामीले जुन कन्डिसनहरूको कुरा गरिरहेका छौँ अहिलेसम्म हामीले दुईवटा कन्डिसनको कुरा गरेका थियौँ। एउटा ओरिजिन सेन्टर भयो भने त्यो सर्कलको इक्वेसन कस्तो हुन्छ, एउटा चाहिँ नर्मल सेन्टर छ एचके छ आर छ यसको इक्वेसन यस्तो हुन्छ भने अहिलेको कन्डिसनमा हामीलाई सेन्टर इज नट गिभन, ओके सेन्टर दिएको छैन र रेडियस पनि दिएको छैन भने के दिएको छ त त्यसो भयो भन्दाखेरि डायमिटरको दुईवटा पोइन्टहरू दिएको छ इन्डको सर्कलमा पर्ने इन्ड पोइन्टहरू x1 y1 x2 y2 दिएको छ भने यस्तो सिचुएसनमा इक्वेसन कसरी निकाल्ने भनेको प्र्याक्टिकल्ली बुझ्न खोजेको कुरा चाहिँ के त भन्दाखेरि यहाँनिर एउटा सेन्टर छ भने र यो एउटा डायमिटर हो भने यताको पोइन्ट चाहिँ मानौँ सपोज गरौँ 2 र 4 गिभन छ र यताको पोइन्ट चाहिँ मानौँ 8 र अर्को चाहिँ के दिएको छ त भन्दाखेरि 12 गिभन छ भने यसरी यो दुईवटा डायमिटर दिएको छ भने यस्तो अवस्थामा यो सर्कलको हाम्रो इक्वेसन के हुन्छ भन्ने नै हाम्रो चाहिँ यो अहिलेको चाहिँ यो कुरा भयो है। सो if you are given diameter and you are given the two end points then how would you find the equation of the circle हैन। जस्तो कि यो भनेको एउटा डेरिभेसनको लागि हो। अहिले सपोज गर्ने हो भने यो 2 4 भनेकै x1 र y1 हो र 8 12 भनेको के हो त x2 र अर्को के हुन्छ त यो y2 हो। र यदि गिभन इक्वेसन अनुसार यही डेरिभ भएको इक्वेसन अनुसार गर्ने हो भने यो सर्कलको इक्वेसन के हुन्छ त भन्दाखेरि हामीलाई न यहाँनिर सेन्टर थाहा छ न हामीलाई यहाँनिर के थाहा छ त आर थाहा छ। वी डोन्ट निड आर एन्ड वी डोन्ट निड सेन्टर, बस हामीलाई चाहिँ के त डायमिटरको दुईवटा इन पोइन्ट दिएको छ भने यु क्यान युज दिस फर्मुला एन्ड वी क्यान फाइन्ड द इक्वेसन अफ द सर्कल। जस्तै यो कन्डिसनमा यो अनुसार चाहिँ के हुनु पर्यो त भन्दाखेरि यो चाहिँ x माइनस x1 भनेको 2 अनि x माइनस x2 भनेको 8 होइन प्लस अनि y माइनस y1 भनेको अहिलेको लागि 4 होइन र अर्को y माइनस y2 भनेको के भयो त 12। सिम्पली एउटा x को दुईवटा फ्याक्टर मल्टिप्लाई y र y को दुईवटा फ्याक्टरको मल्टिप्लाई हुन्छ x1 y1 x2 y2 चाहिँ त्यहाँ के हुन्छ त माइनस हुँदै जान्छ। अब यसलाई सिम्प्लिफाई गरेर जे आन्सर आउँछ द्याट इज द इक्वेसन अफ द सर्कल हामी निकालौँ होइन के हुँदो रहेछ। र यो कसरी हामी यो पनि गर्छौँ। जस्तै अब यसलाई चाहिँ हामीले सिम्प्लिफाई गर्दाखेरि के हुन्छ त यो x के हुन्छ x स्क्वायर माइनस 8x हुन्छ माइनस 2x हुन्छ माइनस माइनस प्लस 16 हुन्छ प्लस y ले के भयो त y स्क्वायर हुन्छ माइनस 4y हुन्छ माइनस ओके माइनस 4y होइन y ले लाई गर्दा 12y गरौँ 12y एन्ड माइनस 4y प्लस 48 इक्वल्स टु के भयो त 0 भयो। सो सिम्प्लिफाई गर्दा दिस इज x स्क्वायर दिस इज माइनस 10x दिस इज y स्क्वायर
होइन, दिस इज -16y होइन, र त्यसपछि अर्को हाम्रोसँग 48 र के छ त 16 छ होइन। सो यो भनेको हाम्रो कति भयो त +64 होइन। सो यो भनेको के भयो त 64 भयो। सो यसको यदि हामीसँग चाहिँ गिभन चाहिँ यसरी डायमिटरको दुईटा पोइन्ट दिएको छ भने यो एप्लाई गरेर हामीले यसरी एउटा सिम्पल इक्वेसन निकाल्न सक्छौँ। यसलाई सिम्प्लिफाई गरेर लेख्दा एक्स स्क्वायर र वाइ स्क्वायर सँगै राख्ने, त्यसपछि 10x र त्यसपछि -16y + 64 = 0। सो पोइन्ट टु बी नोटेड, हामीले सर्कलको इक्वेसन निकाल्दाखेरि जहिले पनि भनेका छौँ कि जहिले पनि के आउँछ, एक्स स्क्वायर हुन्छ, वाइ स्क्वायर हुन्छ होइन, टर्महरू आउँछ, त्यसपछि एउटा एक्सको टर्म आउँछ र त्यसपछि वाइको टर्म आउँछ र त्यसपछि के हुन्छ त कन्स्ट्यान्ट हुन्छ होइन। कुनै पनि सर्कलको इक्वेसन यदि हो भने एक्स स्क्वायर र एक्सको टर्म हुन्छ, वाइ स्क्वायर र वाइको टर्म हुन्छ, अनि एक्स पनि नभएको वाइ पनि नभएको एउटा कन्स्ट्यान्ट टर्म हुन्छ। याद गर्नुपर्ने कुरा विद्यार्थीहरूले के छ त भन्दा सर्कलको इक्वेसनमा मिस्टेकली कहीँ कतैबाट यदि एक्स र वाइ सँगै भएको यस्तो खालको टर्म आयो भने समवेयर देयर हेज बिन मिस्टेक होइन, कहीँ न कहीँ चाहिँ हाम्रो के भएको छ त गल्ती भएको छ, किनकि सर्कलको इक्वेसनमा एक्स वाइ भन्ने टर्म आउँदैन। त्यो होमोजिनियस इक्वेसनहरूमा पेयर अफ स्ट्रेट लाइन्समा मात्र आउने हो, सर्कलमा चाहिँ त्यस्तो चाहिँ आउँदैन है त। ओके, अब यो हामीले यस्तो कन्डिसनमा यो फर्मुला हामीले एप्लाई गर्ने भनेर गऱ्यौँ। अब यसलाई यो कसरी आएको त होइन, अब हुन त यदि विद्यार्थीहरूलाई यसलाई घोक्ने हो कण्ठ गर्ने हो भने त यो नचाहिएला होइन यो तर सकेसम्म चाहिँ हामी के भन्छौँ त भन्दाखेरि चाहिँ यसको बेस फाउन्डेसन कुरा बिर्सिएन भने चाहिँ केही पनि गाह्रो हुँदैन। कहाँबाट आयो, कसरी आयो, यसको चाहिँ कन्सेप्ट के हो भन्ने कुरा बुझ्यो भने गाह्रो हुँदैन। इनकेस हामीले फर्मुला बिर्सेकै खण्डमा पनि हामीले 1 मिनट चाहिँ रफमा एक्जामकै बेलामा पनि पेन्सिल लिएर कुनै एउटा रफ गरेर त्यसलाई डिराइभ गर्न सक्छौँ, फर्मुला हामी बनाउन सक्छौँ होइन। फर्मुला घोक्नै पर्छ भन्ने छैन, र यदि घोक्ने बानी भयो भने याद भयो त ठिकै छ, तर याद भएन भने एउटा सानो फर्मुला मिस्टेकले पनि हामीले प्रब्लम सल्भ गर्न सक्दैनौँ। त्यही भएर चाहिँ यो कसरी आयो त, यसको बेसिक कन्सेप्ट के हो त, जसले अघि चाहिँ यो डिस्टेन्सको फर्मुलाबाट आएको हो यो भने जस्तै यो चाहिँ कहाँबाट बनेको त, यतिकै त हामीले कि कण्ठ गर्नु पर्यो होइन। त्यही भएर यसलाई चाहिँ अब कहाँबाट आयो भन्ने कुरा चाहिँ अब अहिले हामी हेर्छौँ है त। लेट्स सी है अब कस्तो हुन्छ, यो कहाँबाट आयो भन्ने कुरा चाहिँ, यो फर्मुला बन्यो कसरी भन्ने कुरा चाहिँ अब चाहिँ हामी गर्छौँ। ओके, सजिलो छ, खासै गाह्रो छैन होइन, नट सो हार्ड। ओके ओके, अब यसको लागि हामीले यसको डेरिभेसन गर्नको लागि चाहिँ के बुझ्नुपर्छ त भन्दाखेरि हामीलाई के थाहा छ त भन्दाखेरि चाहिँ कुनै पनि सर्कलमा यसरी डायमिटर दिएको छ भने हामीले एउटा के बुझ्नुपर्छ त भन्दाखेरि कुनै पनि सर्कलमा यदि डायमिटरमा बनेको कुनै पनि इन्स्क्राइब्ड एङ्गल चाहिँ के हुन्छ त त्यो 90 डिग्री हुन्छ, यो 90 डिग्री हुनुपर्छ। ओके, यो चाहिँ अब यसको ब्याकग्राउन्डहरू हामीले यो चाहिँ कम्पलसरी म्याथ्समा पनि हामी पढ्छौँ होइन। यदि कुनै पनि सर्कलमा डायमिटरमा बसेर डायमिटरमा कुनै पनि इन्स्क्राइब्ड एङ्गल यसरी बनेको छ भने यसलाई सेमी सर्कल पनि भन्छ। द इन्स्क्राइब्ड एङ्गल मेड अन अथवा स्ट्यान्डिङ अन द सेमी सर्कल होइन इज अलवेज अ राइट एङ्गल भनेर चाहिँ हामीले कम्पलसरी म्याथ्समा पनि पढ्नुपर्छ। जहाँसुकै बनोस् होइन, कुनै पनि सर्कलमा यदि यो डायमिटरमा यसरी तल बसोस् होइन, तर यदि यो डायमिटर हो भने यो 90 डिग्री हुनैपर्छ। जहाँसुकै बनोस् यो चाहिँ 90 डिग्री चाहिँ डायमिटरमा यदि बनेको छ भने चाहिँ द्याट सुड बी अलवेज 90 डिग्री है। एउटा पोइन्ट यो भयो। अब त्यसो भए यो 90 डिग्री किन हामीलाई चाहिएको त भन्ने कुरा पनि होला होइन। सो यो 90 डिग्रीको कन्सेप्ट किन चाहिएको त भन्दाखेरि अब कोअर्डिनेट जियोमेट्रीमा 90 डिग्रीको एकदमै इम्पोर्टेन्ट छ है। जस्तो कि हामीले के बुझेका छौँ भन्दा कुनै पनि दुईवटा लाइनहरू यदि 90 डिग्री दिएको छ, मानौ यो ओए र अर्को चाहिँ के छ त ओबी छ र यो एक आपसमा 90 डिग्री छ भने हामीले कोअर्डिनेट जियोमेट्रीमा के पढ्नुपर्छ भन्दा यसको स्लोप मानौ m1 र यसको स्लोप मानौ के छ त m2 र यो दुईवटा लाइनहरू इफ दे आर एट परपेन्डिकुलर कन्डिसन होइन, दुईवटा चाहिँ यदि 90 डिग्रीमा बसेको छ भने यिनीहरूको स्लोपको प्रोडक्ट जहिले पनि के हुन्छ त -1 छ।
यो एउटा कन्सेप्ट हामीलाई चाहिन्छ है। यसै कन्सेप्टबाट चाहिँ यो इक्वेसन बनेको हो। भनेको दुईवटा कुरा भयो, एउटा डायमिटरमा बनेको कुनै पनि इन्स्क्राइब्ड एङ्गल, सर्कलमा बन्ने एङ्गल चाहिँ 90 डिग्री हुन्छ, एउटा कन्सेप्ट। यदि यो 90 डिग्री हो भने अब अर्को कन्सेप्ट के चाहिन्छ, कुनै पनि दुईवटा लाइनहरू यसरी चाहिँ ल यहाँनिर 90 डिग्री बसेको छ, यो यसको स्लोप पनि कहीँ न कहीँ त होला m1 होइन, यसको पनि स्लोप त हुन्छ, यो के हो त m2, र यसरी 90 डिग्रीमा बस्ने कुनै पनि दुईवटा लाइनहरूको स्लोपलाई यदि हामीले के गर्यौँ भने त मल्टिप्लाई गर्यो भने त्यो चाहिँ के हुनुपर्छ त -1 हुनुपर्छ। यो सेकेन्ड कन्सेप्ट। सो फर्स्ट कन्सेप्ट 90 डिग्री हुन्छ भने स्टुडेन्ट्सलाई थाहा हुनु पर्यो। सेकेन्ड कन्सेप्ट, यदि दुईटा लाइनहरू परपेन्डिकुलर छ भने देयर प्रोडक्ट अफ देयर स्लोप इज -1। अनि थर्ड कुरा चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ अब यो स्लोप कसरी निकाल्ने होइन, स्लोप कसरी निकाल्ने, कुनै पनि लाइनको स्लोप निकाल्ने बेसिक भन्दा बेसिक फर्मुला चाहिँ के छ त भन्दा हामीले पढेका छौँ। मानौ यो ए भन्ने पोइन्ट हो र यो बी भन्ने पोइन्ट हो भने यसको कोअर्डिनेट चाहिँ x1 र अर्को के त y1 हो, र यसको कोअर्डिनेट चाहिँ x2 र के हो त y2 हो भने होइन, भने यो कन्डिसनमा चाहिँ स्लोप निकाल्ने फर्मुला भनेको m1 भनेको हामीले पढेका छौँ कि y2 माइनस y1 अपन के हुन्छ त x2 माइनस x1। भनेको मतलब के त भन्दाखेरि y इन्टरसेप्ट y को डिफरेन्स अपन x को डिफरेन्स हो होइन, द्याट इज द स्लोप निकाल्ने फर्मुला। सो यहाँबाट चाहिँ हामीले के बुझ्यौँ त भन्दाखेरि अहिलेसम्म अब यो फर्मुला हामीले प्रुभ यदि गर्नु छ भने हामीले चाहिँ तीनटा कुरा चाहिँ चाहिने रहेछ है त। एउटा कुरा भनेको परपेन्डिकुलर भन्ने चाहिँ कुरा बुझ्नु पर्ने रहेछ हामीले, एउटा परपेन्डिकुलर। अर्को कुरा भनेको स्लोप, प्रोडक्ट अफ द स्लोपको बारेमा बुझ्नु पर्यो होइन, कुनै पनि दुईटा लाइन प्रडक्ट छ भने के परपेन्डिकुलर छ भने प्रोडक्ट अफ द के त स्लोप्सको बारेमा बुझ्नु पर्यो। र अर्को भनेको स्लोप नै कसरी निकाल्ने, कुनै पनि लाइनको स्लोप कसरी निकाल्ने, यो तीनटा कुरा चाहिँ हामीलाई बेसिक चाहिँ चाहिन्छ यदि हामीलाई के गर्नु छ यो फर्मुला हामीलाई प्रुभ गर्नु छ भने होइन। सो हामीले फेरि एकचोटि म दोहोऱ्याएर भन्छु के कुरा रह्यो त भन्दा एउटा कुरा चाहिँ यसरी डायमिटरमा बसेको छ भने 90 डिग्री हुन्छ भन्ने कुरा चाहिँ एउटा बुझ्नु पर्यो होइन, यसरी 90 डिग्री हुन्छ, यो भयो परपेन्डिकुलर हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। अर्को कुरा भनेको यदि कुनै पनि दुईटा लाइन परपेन्डिकुलर हुन्छ भने यसको पनि स्लोप होला र यसको पनि स्लोप होला, भनेको मतलब यो दुईवटा स्लोपको डट प्रडक्ट यसरी डट प्रडक्ट के प्रडक्ट गर्दाखेरि के हुनुपर्छ त -1, यो पनि बुझ्नु पर्यो सेकेन्ड नम्बर। अनि थर्ड नम्बर भनेको त्यसो भए यो स्लोप कसरी निकाल्ने त, कुनै पनि लाइनको स्लोप निकाल्ने फर्मुला भनेको y को इन्टरसेप्ट अपन के त x को इन्टरसेप्ट भनेको के त y को डिफरेन्स होइन र x को डिफरेन्स चाहिँ डिभाइड गरेर आउनेलाई नै हामी के भन्छौँ त स्लोप भन्छौँ है त। ओके, अब हामी यसैलाई आधार मानेर हामी चाहिँ प्रुभ गर्नुतिर लागौँ है त कसरी हुँदो रहेछ। ओके, अब सपोज गरौँ हामीले के मानौँ त भन्दाखेरि यो पोइन्ट भनेको के हो त ए भनेर मानौँ र यो पोइन्ट भनेको यदि हामीले बी भनेर मान्ने हो भने अब हामीसँग के हुन्छ त भन्दाखेरि अब यो सबै बुकमा दिएको छ, यसलाई डिटेलली हामी गरे जस्तो त गर्दैनौँ, जस्ट फर्मुला मात्र हामी प्रुभ गर्छौँ। जस्तो कि सबैभन्दा पहिला चाहिँ यहाँनिर के हुनु पर्यो भन्दाखेरि नम्बर 1 मा एङ्गल पी भनेको 90 डिग्री हुनुपर्छ। नम्बर 2 मा चाहिँ के त भन्दाखेरि हामी पिए र पिबी को हामी के निकाल्छौँ त स्लोप निकाल्छौँ है त, पिए र पिबी को स्लोप निकाल्छौँ। त्यो भनेको के त भन्दाखेरि चाहिँ जस्तो कि स्लोप अफ पिए होइन। ल अब हामी ए को कोअर्डिनेट हामीले दिएको छ x1 र y1, त्यसलाई हामी x1 र y1 नै मानौँ। अनि पी को कोअर्डिनेट दिएको छ x र y, त्यसलाई हामी x2 र y2 मानौँ होइन। सो स्लोप अफ पिए भनेको के त हामी यसलाई m1 भनेर सपोज गरौँ, के हुने भयो त होइन। सो m1 भनेको y2 माइनस y1 अनि x2 माइनस के त x1। सो यो भनेको के त m1 होइन, स्लोप अफ पिए, यसको हामी स्लोप निकाल्न गएको। सो y2 भनेको y हो, x2 भनेको x हो। सो यो भनेको के भयो त y2 भनेको y अनि y1 भनेको y1 नै भइहाल्यो। अनि x2 भनेको x भयो अनि x1 भनेको x1 नै भइहाल्यो। ल यो चाहिँ हाम्रो के भयो त m1 भयो। सिमिलरली
स्लोप अफ के त पिभी पनि निकाल्नु हैन। पिभी निकाल्दाखेरि के हुन्छ, अब यहाँनिर हाम्रो बी भनेको हाम्रो के दिएको छ, x2 र y2 दिएको छ, अनि हाम्रो पी भनेको के दिएको छ, x र y दिएको छ। अब हामी यहाँ अलिकति ट्रिकी जस्तो होला, हुन त सपोज मात्रै गर्ने, खासै त्यस्तो केही पनि होइन। हामी यो x2 र y2 लाई हामीले x1 र y1 सपोज मात्र, किनकि अहिले त यहाँ भ्यालु त दिएको छैन। भोलि पर्सि यो भ्यालु दिने बेलामा त एक्चुअल न्युमेरिकल गर्ने बेला भनेको त यो त 2 3 1 2 हुने हो। त्यही भएर यसलाई हामी x1 y1 हो भने, अनि जुन यसमा केही पनि सपोज गरेको छैन, जुन लोकसको पोइन्ट हो त्यो एक्स वाइलाई चाहिँ हामी के सपोज गरौँ त, x2 र y2 सपोज गरौँ हैन, स्लोप निकाल्नको लागि। सो यो कन्डिसनमा अब हाम्रो स्लोप अफ के त, स्लोप अफ पिभी के हुन्छ त, द्याट इज हामी के बनाउँ त, m2। फर्मुला सेम नै हो हैन, के हुन्छ त फर्मुला, y2 माइनस y1 x2 माइनस के हुन्छ त, x1 हुन्छ। सो यहाँनिर y2 भनेको y नै हो, अघिको पिएमा जस्तै हैन, y नै हो। तर अब चाहिँ y1 भनेको चाहिँ y2 है त। सो दिस इज के त, y2 र तल x माइनस के हुन्छ त, x2 हुन्छ। भनेको m1 र m2 को हाम्रो चाहिँ के आयो त, भ्यालु आयो भने अब चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि, नाउ यो जस्ट सिम्पली मात्र गरेको, यसको डिटेल हामीले गरेन, कसरी आयो भन्ने मात्र हामीले गरिरहेछौँ। अब चाहिँ हाम्रो चाहिँ के हुन्छ त, यदि यो दुईटा चाहिँ परपेन्डिकुलर हो भने हामी कुन कन्डिसन युज गर्न पाउँछ त, यो दुईवटाको स्लोपलाई मल्टिप्लाई गर्ने हो भने -1 आउनुपर्छ। दिस इज द कन्डिसन अफ परपेन्डिकुलरिटी बिट्विन टु लाइन्स। दुईटा लाइन चाहिँ परपेन्डिकुलर हुने कन्डिसन हो। सो m1 को भ्यालु भनेको हामीसँग के छ त भन्दाखेरि चाहिँ, हामीसँग y माइनस y1 अनि तल चाहिँ x माइनस x1 इन्टु m2 भनेको y माइनस y2 र x माइनस के त, x2 इक्वल्स टु -1 हो। सो माथिको के भयो त, y माइनस y1 एउटा फ्याक्टर, अर्को y माइनस y2 अर्को फ्याक्टर हो, र प्रडक्ट भएको कारणले गर्दा दुवैलाई फ्याक्टर बनाएर राइट साइडमा लाने हो भने के हुन्छ त, x माइनस x1 एउटा फ्याक्टर र x माइनस x2 अर्को फ्याक्टर, -1 भएको कारणले गर्दा माइनस हुन्छ। र त्यो माइनसलाई हामीले कहाँ ल्यायो भने राइट साइडमा ल्यायो भने हामीसँग के बाँकी हुन्छ त भन्दाखेरि चाहिँ x माइनस x1 र x माइनस के त, x2 अनि प्लस, अनि यो y माइनस y1 र y माइनस y2 इक्वल्स टु के हुन्छ त, 0 हुन्छ। सो दिस इज द रिक्वायर्ड इक्वेसन अफ द सर्कल इफ यु आर गिभन द 2 इन्च अफ द डायमिटर। यो यसरी चाहिँ बनेको हो, यो खासै गाह्रो चाहिँ छैन। कसरी आयो भनेर मात्र हामीले निकालेको हो, तर याद गर्न सकिन्छ भने त याद गर्दा नै राम्रो हुन्छ। तर प्रुभ कसरी भएको त भन्दा भने, परपेन्डिकुलर हुन्छ अनि स्लोप निस्किन्छ, र त्यो स्लोप कुनै पनि दुईटा लाइनहरू यदि परपेन्डिकुलर छ भने तिनीहरूको स्लोपको प्रडक्ट गर्दाखेरि, कन्डिसन अफ परपेन्डिकुलर युज गर्दाखेरि चाहिँ के हुन्छ त, -1 हुन्छ। र त्यहीबाट हाम्रो चाहिँ के बनेको त, इक्वेसन हाम्रो बनेको। सो यहाँबाट चाहिँ हामीले के बुझ्यो त भन्दाखेरि चाहिँ, हामीले बुझ्यो त के त भन्दाखेरि चाहिँ हैन, ओके। सो हामीले के बुझ्यो त भन्दाखेरि, यदि कुनै पनि सर्कलमा के रहेछ त, यदि डायमिटर दिएको छ x1 र y1 दिएको छ र x2 र y2 दिएको छ भने, यस्तो बेलामा यो सर्कलको इक्वेसन चाहिँ यो राखेर हामीलाई काम छैन। किन, किनकि आर को भ्यालु थाहा छैन हैन। यो पनि राखेर हामीलाई काम छैन, x माइनस h होल स्क्वायर प्लस y माइनस k को होल स्क्वायर इक्वल्स टु r स्क्वायर, यो पनि काम छैन, बिकज दिस इज अल्सो द इक्वेसन अफ द सर्कल। बट हियर इन दिस कन्डिसन वी डोन्ट युज दिस इक्वेसन बिकज यु आर नट गिभन द सेन्टर hk एन्ड r। यहाँ के दिएको छ त, डायमिटर दिएको छ र दुईटा पोइन्ट दिएको छ भने, यो कन्डिसनमा हामी यो सर्कलको लागि हाम्रो अर्को इक्वेसन युज गर्छौँ, x माइनस x1 प्रडक्ट, फेरि अर्को x माइनस x2 अनि फेरि प्लस, अनि y माइनस y1 र y माइनस के छ, y2 इक्वल्स टु 0। वी युज दिस चाहिँ इक्वेसन है त। सो दिस अल्सो इक्वेसन अफ द सर्कल, दिस इज अल्सो इक्वेसन अफ द सर्कल एन्ड दिस इज अल्सो द इक्वेसन अफ द सर्कल, बट डिफरेन्ट कन्डिसन्स हैन। यो कुन कन्डिसनमा हुन्छ त, ओरिजिन सेन्टर भएको बेलामा, यो चाहिँ एस र के सेन्टर भएको बेलामा, र यो चाहिँ डायमिटरको दुईटा पोइन्ट्सहरू भएको बेलामा हैन त। सो अहिलेसम्म हामीले चाहिँ तीनवटा डिफ्रेन्ट केसेसहरूमा सर्कलको इक्वेसन कस्तो कस्तो हुन्छ भनेर हेरौँ। अब हामी फोर्थ केसमा पनि जान्छौँ है त।
ओके, सो अब हामी फेरि विभिन्न कन्डिसन्स अफ सर्कलमा अब फेरि हामी अगाडि बढ्दैछौँ होइन। अहिलेसम्म हामीले तिनवटा कन्डिसनहरूलाई हेऱ्यौँ। सो एउटा ओरिजिनलाई सेन्टर बनाएर बनेको सर्कलको इक्वेसन कस्तो हुन्छ, अर्को नर्मल सेन्टर र रेडियस दिएको अवस्थामा कस्तो हुन्छ, अनि अर्को चाहिँ डायमिटरको दुईवटा इन्चहरू दिएको अवस्थामा सर्कलहरू कस्तो हुन्छ होइन, इक्वेसन कस्तो हुन्छ। सो हामीसँग एउटा अर्को छ, हामी स्क्रिनमा हेर्न सक्छौँ। यो चाहिँ कस्तो खालको त भन्दाखेरि चाहिँ सेन्टर एज के दिएको छ, तर यसले पास गर्दाखेरि चाहिँ यसले के गर्छ त ओरिजिन पास गरेर जान्छ भन्ने चाहिँ भयो होइन। जस्तो कि यसमा हामीले दिएको छ, यसरी चाहिँ यसले चाहिँ हाम्रो ओरिजिन चाहिँ पास गरेर जान्छ भने, र यसको सेन्टर चाहिँ एच र के छ भने यसको यस्तो अवस्थामा चाहिँ हाम्रो यो सर्कलको इक्वेसन चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ र हामीले डिराइभ पनि गर्न सक्छौँ। यहाँ गिभन पनि छ यहाँनिर होइन। यो चाहिँ हाम्रो के भयो त भन्दाखेरि हाम्रो सर्कल भयो। ओके, सो करेक्सन, यो चाहिँ हाम्रो सर्कलको सेन्टर भयो होइन। र यो भनेको एउटा लोकस, यो सर्कलमा पर्ने एउटा चाहिँ के भयो त यो ओरिजिन हो, 0 0 है। यो चाहिँ हाम्रो 0 0 भयो। सो यहाँ कन्फ्युजन के हुनु हुँदैन भन्दाखेरि चाहिँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ के भन्दाखेरि ओरिजिन चाहिँ सेन्टर हुनु होइन, ओरिजिन चाहिँ सेन्टर हुनु भन्नु र होइन, ओरिजिन चाहिँ हाम्रो के हुनु त सेन्टर हुनु भन्नुको चाहिँ के भयो त भन्दाखेरि यो ओरिजिन नै भयो, एक्स एक्सिस र वाइ एक्सिसको यो सेन्टर नै भयो होइन। तर यो कन्डिसन चाहिँ ओरिजिन चाहिँ सेन्टर होइन कि, ओरिजिन चाहिँ कहीँ कतै छ होइन, ओरिजिन चाहिँ कहीँ, तर यसले चाहिँ सर्कल बन्दाखेरि चाहिँ यसले चाहिँ के त यो ओरिजिन चाहिँ सेन्टरबाट सरी सर्कलमा पास भएर जाने हो। त्यही भएर चाहिँ यहाँनिर हामीले कन्डिसन के दिएको छ त भन्दाखेरि चाहिँ हामीलाई यहाँ कन्डिसन गिभन छ कि द सर्कल पासेज थ्रु द ओरिजिन भनेको छ होइन। सर्कलले चाहिँ ओरिजिन पास गर्छ र यसको चाहिँ सेन्टर चाहिँ के दिएको छ त भन्दा एच के दिएको अवस्था छ भने यस्तो अवस्थामा यो खालको चाहिँ सर्कलको इक्वेसन चाहिँ के हुन्छ भन्दाखेरि यो खालको सर्कलको इक्वेसन चाहिँ यस्तो खालको हुन्छ। अब यो पनि कसरी आयो होला, कुन बेलामा कसरी यो प्रुभ भयो होला, यो एकदम सिम्पल छ, यसमा आर स्क्वायर मात्रै निकाल्ने हो। ओके, सो अब यसको लागि हामी एउटा सिम्पल गरेर हेरौँ। एक्सक्युज मी। सो यो कन्डिसनमा चाहिँ हाम्रो अब हामीलाई थाहा छ कि अघिको हामीले गरेको कुरामा चाहिँ यदि कुनै पनि सर्कलको इक्वेसन चाहिँ के छ त भन्दाखेरि कुनै पनि सर्कलको इक्वेसन चाहिँ यदि एच छ होइन, यदि एच र के छ र यसको रेडियस चाहिँ के दिएको छ त आर दिएको छ भने यो कन्डिसनमा यस्तो खालको सर्कलको इक्वेसन भनेको सिम्पली एक्समा एच माइनस होल स्क्वायर अनि वाइमा चाहिँ के माइनस होल स्क्वायर भएर अनि यतापट्टि चाहिँ के हुन्छ त आर स्क्वायर हुन्छ। सो यो सर्कलमा पनि यसो हेर्दाखेरि यहाँ हाम्रो सेन्टर यहाँ हाम्रो अलरेडी दिएकै छ होइन, सेन्टर त हाम्रो यो एचके नै भइहाल्यो। सो यो अनुसार चाहिँ सर्कल पनि यही नै हुनुपर्छ, इक्वेसन पनि एक्स माइनस एच होल स्क्वायर प्लस वाइ माइनस के होल स्क्वायर हुन्छ, यो डिस्टेन्स फर्मुलाबाटै हो। मात्र के छ त भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ यो आर भनेको ठाउँमा चाहिँ हामीले यसको भ्यालु निकाल्न सक्छौँ होइन। यदि द सर्कल पासेस थ्रु द ओरिजिन भन्ने बित्तिकै यसमा छुट्टै रेडियस दिनु आवश्यक भएन। कारण किन भन्दा यो 0 0बाट अनि यो सेन्टरको भ्यालु यहाँ 2 3 समथिङ यसरी दिएको हुन्छ नि त होइन। सो यो डिस्टेन्सबाट चाहिँ हामी के निकाल्न सक्छौँ त हामी आर स्क्वायर निकाल्न सक्छौँ र आर स्क्वायर निकालेर यो आरको ठाउँमा चाहिँ हामीले त्यसको भ्यालु पुट गर्न सक्छौँ एन्ड द्याट बिकम्स द इक्वेसन अफ द सर्कल। त्यही भएर हेर्नु त यहाँनिर चाहिँ के छ त भन्दाखेरि एक्स माइनस एच होल स्क्वायर होइन, एक्स माइनस एच होल स्क्वायर छ, वाइ माइनस के होल स्क्वायर छ होइन। र त्यसपछि चाहिँ यो आर स्क्वायरको ठाउँमा चाहिँ यहाँनिर के दिएको छ त भन्दा एच स्क्वायर प्लस के त के स्क्वायर दिएको छ, यति मात्र हो। आरको ठाउँमा त्यहाँ एच स्क्वायर प्लस के स्क्वायर, बिकज द्याट इज द के त भन्दाखेरि भ्यालु अफ द आर। अब यो कसरी आयो भन्ने कुरा त सिम्पल पनि छ, यो 90 डिग्री हुन्छ होइन। यदि यो एचके कुनै पनि कोअर्डिनेटमा यो एचके हो भने यहाँबाट पर्पेन्डिकुलर ड्र गर्दाखेरि दिस इज द वाइ कोअर्डिनेट, दिस इज द एक्स कोअर्डिनेट, यसरी सोचे पनि भयो। अथवा यसलाई चाहिँ डिस्टेन्स फर्मुलाबाट यो x2 माइनस x1 y2 माइनस y1 को होल स्क्वायर गरेर डिस्टेन्स फर्मुलाबाट जाने हो भने पनि h माइनस 0 होल स्क्वायर के माइनस 0 होल स्क्वायर हुन्छ। आर स्क्वायरको भ्यालु भनेको h माइनस होइन, यहाँनिर के हुन्छ त भन्दाखेरि होइन यहाँनिर चाहिँ x माइनस 0 को होल स्क्वायर प्लस
के माइनस 0 को होल स्क्वायर भएर आर स्क्वायर भनेको सिम्पली के हुन्छ त एच स्क्वायर प्लस के हुन्छ के स्क्वायर हुन्छ र यही आर स्क्वायरको भ्यालु चाहिँ यहाँनिर हामीले चाहिँ राखेको होइन त। सो यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ के छ त भन्दाखेरि चाहिँ सो यहाँनिर चाहिँ अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ त भन्दाखेरि चाहिँ कुनै पनि सर्कलले यदि चाहिँ होइन कुनै पनि सर्कलले यदि चाहिँ के पास गरेको छ त भन्दाखेरि चाहिँ यो पनि भएन। कुनै पनि सर्कलले यदि ओरिजिन पास गरेको रहेछ भने यस्तो बेलामा चाहिँ यहाँनिर यसको चाहिँ एच र के छ र यहाँनिर यसको रेडियस छ र यो चाहिँ ओरिजिन हो भने यो कन्डिसनमा यो सर्कलको इक्वेसन चाहिँ कति हुन्छ त भन्दाखेरि चाहिँ एक्स माइनस एचको होल स्क्वायर प्लस वाइ माइनस के को होल स्क्वायर यो हाम्रो सेन्टर दिने बेलामा र हुनुपर्ने यहाँ के हो त आर स्क्वायर हो। यही आर स्क्वायरको ठाउँमा चाहिँ के हुन्छ त एच स्क्वायर प्लस के त के स्क्वायर हुन्छ यति मात्र हो। अब अघि भने जस्तै यो कहाँबाट आयो त भन्ने कुरा मात्रै हो। यो भनेको आर स्क्वायरको भ्यालु चाहिँ यहाँबाट हामीले यदि पर्पेन्डिकुलर ड्र गर्ने हो भने कुनै पनि कोअर्डिनेट फर्ममा के हुन्छ यदि एच र के छ भने यो भनेको वाइ इन्टरसेप्ट हो र यो भनेको एक्स करेक्सन यो भनेको वाइ इन्टरसेप्ट के हो र यो भनेको एक्स इन्टरसेप्ट के हो त एच हो। र यदि यो 90 डिग्री हो भने हामीले पाइथागोरसको फर्मुलाबाट पनि हामी भन्न सक्छौँ पी स्क्वायर प्लस बी स्क्वायर द्याट इज एच स्क्वायर प्लस के हो त के स्क्वायर हो। र यही आर स्क्वायरको भ्यालु हामीले यहाँ हालिदियो भने दिस बिकम द इक्वेसन अफ द सर्कल होइन। सो अहिलेसम्म हामीले गर्दाखेरि के रह्यो त भन्दाखेरि चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि हामीले कतिवटा कन्डिसन पढ्यौँ त सर्कलको कन्डिसन इक्वेसन अफ द सर्कलमा कतिवटा कन्डिसन पढ्यौँ भन्दाखेरि एउटा पढ्यौँ हामीले सिम्पली एक्स स्क्वायर प्लस वाइ स्क्वायर इक्वल्स टु के छ त भन्दाखेरि चाहिँ आर स्क्वायर। यो चाहिँ सिम्पल भयो होइन। यसमा चाहिँ सेन्टर चाहिँ के छ त 0 0 छ ओरिजिनमै सेन्टर पर्छ र यसको रेडियस चाहिँ के छ आर छ। अनि अर्को भनेको हामीलाई सेन्टर एच के दिएको अवस्थामा रेडियस आर दिएको अवस्थामा एक्स माइनस एच र वाइ माइनस के को के होल स्क्वायर र यसमा पनि के हुन्छ आर स्क्वायर हुन्छ होइन। अर्को हामीले के गर्यौँ त भन्दाखेरि चाहिँ डायमिटरको दुईटा इन्च पोइन्ट दिएको अवस्थामा के हुन्छ त भन्दाखेरि चाहिँ त्यो बेलामा एक्स माइनस एक्स वान भन्ने एउटा फ्याक्टर अनि अर्को इनको एक्स माइनस एक्स टू भन्ने दुईटा फ्याक्टर प्रडक्ट हुन्छ प्लस वाइको पनि त्यसरी नै वाइ माइनस वाइ वान भन्ने एउटा फ्याक्टर र वाइ माइनस वाइ टू भन्ने अर्को फ्याक्टरको प्रडक्ट भएर अनि यतापट्टि चाहिँ हाम्रो के हुन्छ 0 हुन्छ। हामीले प्रुभ पनि गरेका थियौँ तीनटा कन्डिसनमा गयो। र अर्को भर्खरै हामीले गरेको यदि कुनै पनि सर्कलले ओरिजिनलाई पास गरेर जान्छ ओरिजिन चाहिँ पास भएर जान्छ भने त्यो कन्डिसनमा यसको चाहिँ इक्वेसन एक्स माइनस एचको के त होल स्क्वायर अनि वाइ माइनस के को के त होल स्क्वायर इक्वल्स टु आर स्क्वायर हुनुपर्ने हो। त्यो आर स्क्वायरको ठाउँमा एच स्क्वायर प्लस के छ त के स्क्वायर भनेको हामीसँग यसरी 4 टाइप्स अफ चाहिँ सर्कलको डिफ्रेन्ट डिफ्रेन्ट कन्डिसनमा हामीले इक्वेसनहरूको बारेमा कुरा गऱ्यौँ है। अब फेरि अर्को कन्डिसनमा हामी जाउँ। हामी फेरि अर्को पनि हामी कन्डिसनमा जाउँ र यो कन्डिसन भनेको चाहिँ कुन चाहिँ कन्डिसन त भन्दाखेरि चाहिँ यो भनेको हेर्नु त फेरि कन्डिसन यो छ द सर्कल टचेज एक्स एक्सिस। अब कस्तो खालको पनि सर्कल हुन्छ त भन्दाखेरि चाहिँ कुनै कुनै सर्कलले चाहिँ टच गरेर जान्छ एकदम सिम्पली यो एक्स एक्सिसलाई जस्ट टच मात्र गरेर जान्छ होइन। यो अलिकति मिलेन होइन। जस्तो कि सिम्पली हामीले के गर्न सक्छौँ त भन्दाखेरि हामीले ओके हामी यहाँ एउटा सर्कल बनाऊ होइन। धेरै ठुलो भयो।
हैन। हामी यहाँ एउटा चाहिँ सर्कल बनाऊ र यहाँनिर चाहिँ अब हाम्रो के छ त भन्दाखेरि चाहिँ यसरी चाहिँ एक्स एक्सले चाहिँ जस्ट टच मात्र गरेर जाने खालको भयो भने के हुन्छ त यहाँनिर चाहिँ टच गर्दैन हैन। ओके दिस इज ओ एन्ड दिस इज के छ त एक्स एक्सिस र यो चाहिँ के छ त वाइ एक्सिसको कन्डिसनमा र यसको सेन्टर चाहिँ के छ त भन्दाखेरि हामीसँग चाहिँ एच र के छ भने र यसको रेडियस भनेको यो हो जस्ट टच गर्ने कन्डिसनमा छ भने यस्तो खालको इक्वेसन चाहिँ के हुन्छ त यदि हैन। सिम्पली हामीलाई के थाहा छ त भन्दाखेरि चाहिँ कुनै पनि सर्कलमा यदि सेन्टर चाहिँ के दिएको छ एच के दिएको छ भने यसमा आँखा चिम्लेर हामी भन्न सक्छौँ कि यसको इक्वेसन भनेको एक्स माइनस एच होल स्क्वायर प्लस वाइ माइनस के को के होल स्क्वायर इक्वल्स टु के हुनुपर्छ त हाम्रो यहाँनिर आर स्क्वायर हुनुपर्छ। अब कन्डिसन यदि हो कि यहाँ एच के दिएको कारणले गर्दाखेरि यो त चेन्ज हुने कुरै भएन होइन, यसमा के भएन मात्र चाहिँ कन्डिसन अनुसार चाहिँ हाम्रो आरको भ्यालु गिभन छैन अथवा त्यो गिभन आरको गिभनको सत्तामा चाहिँ उसले के भनेको छ त भन्दाखेरि द सर्कल टचेस द एक्स एक्सिस भनेको छ, यानि कि एक्स एक्सिसलाई यसरी टच गरेर गएको छ ट्यान्जेन्ट बनेको अवस्थामा यो आरको भ्यालु कति हुन्छ दिस इज द क्वेसन होइन। आरको भ्यालु हामी निकाल्न सक्छौँ कि भन्दा अफकोर्स हामी निकाल्न सक्छौँ, किन भन्दा कुनै पनि एक्सिसमा यदि यो पोइन्ट चाहिँ एच र के हो भने यहाँबाट हामीले चाहिँ यसरी चाहिँ पर्पेन्डिकुलर ड्र गर्यो भने ट्यान्जेन्टमा यदि पर्पेन्डिकुलर ड्र गर्यो भने यो 90 डिग्री हुन्छ बिकज यो चाहिँ टच मात्र भएको कारणले गर्दा। र यस्तो हो भने यो भनेको हाम्रो के हो त यहाँदेखि यहाँसम्म भनेको एक्स इन्टरसेप्ट द्याट इज एच हो भने र योदेखि यहाँदेखि यहाँसम्म भनेको हाम्रो के हुनुपर्छ त के हुनुपर्छ। अब ट्विस्टको कुरा चाहिँ के छ भन्दाखेरि यो एच भनेको त कति छ वी डोन्ट नो, किनकि यहाँ यसको भ्यालु वी डोन्ट नो, बट वी नो द्याट यो के को भ्यालु जति छ त्यो भनेको के हो त आर हो। यहाँनिर चाहिँ के भनेको यहाँनिर के हुन्छ त यो रेडियस पनि हो र यो के पनि हो, त्यो कारणले गर्दाखेरि चाहिँ यसरी एक्स एक्सिसलाई टच गरेर जाने इक्वेसन भनेको के हुनुपर्छ त भन्दाखेरि एक्स माइनस एच वाइ माइनस के को होल स्क्वायर भएर आर भनेको यहाँनिर के हुन्छ त के हुन्छ के स्क्वायर हुन्छ। सो दिस इज द रिक्वायर्ड इक्वेसन अफ द सर्कल द्याट टच इज द एक्स एक्सिस, जसले चाहिँ एक्स एक्सिसले चाहिँ के गर्छ टच गर्छ। अब बुझ्नुपर्ने कुरा चाहिँ के भन्दाखेरि टच गर्ने बेलामा चाहिँ एक्स एक्सिस हो तर यसमा आरको भ्यालु चाहिँ के को हुन्छ है। अब ठिक त्यसरी नै उल्टो हामीले यसरी पनि लिन सक्छौँ कुनै पनि सर्कलले चाहिँ अब चाहिँ वाइ एक्सिसलाई टच गरेर जान्छ भने यो अवस्थामा एच र के सेन्टर दिएको छ भने यो बेलामा फेरि रेडियस भनेको यो हुन जान्छ, यतापट्टि रेडियस तानेर त यहाँ भएन यो त बाहिर आउँछ तर यो टच मात्र जाने कारणले गर्दाखेरि यो 90 डिग्री हुन्छ दिस इज द आर होइन। अब यो ओ हो यो एक्स एक्सिस र वाइ एक्सिस छ भने नाउ वाट सुड बी द इक्वेसन अफ दिस सर्कल होइन। यो कन्डिसनमा द सर्कल इज टचिङ द वाइ एक्सिस, यसले चाहिँ वाइ एक्सिसलाई के गरेको छ टच गरिरहेको छ भने पक्कै पनि यसको पनि इक्वेसन के हुनु पर्यो एक्स माइनस एचको होल स्क्वायर प्लस वाइ माइनस के को के होल स्क्वायर इक्वल्स टु आर स्क्वायरै हुने हो। यिनीहरूलाई त केही गर्नै परेन बिकज द सेन्टर इज गिभन एच एन्ड के होइन। अब यहाँनिर मात्र हामीले के निकाल्नु पर्ने त भन्दाखेरि आरको भ्यालु चाहिँ कति हुन्छ, जसरी यसरी यसमा अघि एक्स एक्सिसलाई चाहिँ टच गर्दाखेरि आरको भ्यालु के भने जस्तै यहाँनिर वाइ एक्सिसलाई टच गर्दाखेरि पनि यदि यो भनेको एउटा कोअर्डिनेट हो भने हामीले पढेको अनुसार के हुनुपर्छ त भन्दाखेरि यदि यसलाई चाहिँ हामीले जहिले पनि एक्स एक्सिसमा पर्पेन्डिकुलर ड्र गर्छौँ भने यो पार्ट भनेको एक्सको पार्ट हो र यो पार्ट भनेको के हो त वाइको पार्ट हो। यहाँ एक्स भनेको यो पनि के हुन्छ त एक्सै हो र यो एक्स भनेको यो के हो त यहाँनिर एच हुन्छ। सो आरको भ्यालु यहाँनिर एच हुन्छ भने अब यो भनेको चाहिँ खास के हो तर यो सेन्टरबाट पनि सर्कलबाट बाहिर आएको छ त्यही भएर यो हामीलाई चाहिँ काम लागेन। बट यति भनेको हाम्रो यो कोअर्डिनेट एच भनेको के हो त यो एच भनेको यो हो र यो भनेको के हो त के हो। अब कतिपय स्टुडेन्ट्सहरूले हामीले बुझिरहेको हुँदैन यस्तो कुराहरू, जस्तो कि हामीसँग यदि यहाँनिर चाहिँ कुनै एउटा पोइन्ट चाहिँ 2 र 3 छ भने यो 2 बाट चाहिँ हामीले एक्स एक्सिसमा यसरी पर्पेन्डिकुलर ड्र गर्यो भने यति भनेको 2 हो यो भनेको के हो त 3 हो। दिस इज द कोअर्डिनेट सिस्टम। यो हामीले कोअर्डिनेट सिस्टममा पढ्ने भनेको त्यही हो 2 3 भनेर कोअर्डिनेट दिएको छ भने यसको मिनिङ के हो यो पोइन्टबाट हामीले एक्स एक्सिसमा यदि पर्पेन्डिकुलर ड्र गर्यो भने अगाडिको एक्स भनेको ओरिजिनबाट यो ड्र गरेको सम्मको यो एक्सको पार्ट यो हो भने र यो पर्पेन्डिकुलर पार्ट चाहिँ के हो त वाइको पार्ट हो। सो सिमिलरली हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ त भन्दाखेरि सिमिलरली कुनै एउटा पोइन्ट चाहिँ यहाँ एच र के दिएको छ भने त्यसबाट हामीले यहाँ तलबाट पर्पेन्डिकुलर ड्र गर्छौँ भने यसको मिनिङ के त भन्दा ओ छ यो एक्स एक्स भने यो जहाँसम्म आगो यति भनेको यो एक्स कोअर्डिनेट हो द्याट इज एच, यहाँनिर एक्स भनेको एच हो र यो पर्पेन्डिकुलर माथि भनेको के हो त के हो र यो कन्डिसनमा यसरी हामीले चाहिँ
वाइ एक्सिसलाई यसरी टच गरेर जान्छ भनेको मतलब के हो त यो जति छ यो पनि त्यति नै हुन्छ द्याट इज यस सो त्यही कारणले गर्दा द इक्वेसन अफ द सर्कल द्याट टचेज द वाइ एक्सिस भनेको के हुनु पर्यो त सेन्टर दिने बित्तिकै जहिले पनि x माइनस एच होल स्क्वायर प्लस वाइ माइनस के होल स्क्वायर हुने हो र यहाँ हुनुपर्ने r हो तर यहाँ r भनेको के हो त यहाँ h छ सो इन दिस केस के छ h स्क्वायर हुन्छ त्यही भएर बुझ्नुपर्ने कुरा चाहिँ के छ त भन्दा यदि y एक्सिसलाई टच गरेको छ भने यहाँ x को भ्यालु हुन्छ र x एक्सिसलाई टच गरेको छ भने चाहिँ त्यहाँ r को ठाउँमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ y को भ्यालु हुन्छ y भनेको यहाँनिर के हो द्याट इज के त k स्क्वायर ओके सो अहिलेसम्म हामीले समरी गर्नुपर्दा कति थरीको सर्कलहरूको इक्वेसनहरू हामीले बनाइसक्यौँ त भन्दाखेरि चाहिँ हामीले एकचोटि फेरि हामी समराइज गरौँ नम्बर 1 मा हामीले गर्यौँ x स्क्वायर प्लस y स्क्वायर इक्वल्स टु इक्वल्स टु r स्क्वायर सिम्पल यो कस्तो खालको सर्कल त भन्दाखेरि चाहिँ द सिम्पली द सेन्टर इज ओरिजिन 0 0 एच के चाहिँ छैन हैन र रेडियस चाहिँ गिभन छ त्यही भएर x माइनस h होल स्क्वायर हुने ठाउँमा x माइनस 0 होल स्क्वायर हुन गएको त्यही भएर x स्क्वायर भएको र सिम्पली यसमा चाहिँ सेन्टर के छ त यसमा सेन्टर चाहिँ 0 0 र रेडियस चाहिँ r हो यो कन्डिसनको युज सेन्टर एन्ड रेडियस है र अर्को भनेको x माइनस h को होल स्क्वायर प्लस y माइनस k को के त होल स्क्वायर इक्वल्स टु r स्क्वायर हुन त सबैभन्दा एकदमै जेनरल फर्म भनेको यो नै हो यसैबाट अरु सबै इक्वेसन बन्ने हो खास चाहिँ यसमा चाहिँ हाम्रो सेन्टर चाहिँ के छ त h के हुन्छ र रेडियस चाहिँ के हुन्छ त r हुन्छ अर्को नम्बर थर्डमा हामीले डायमिटर फर्म गरेका थियौं स्लोपको कन्सेप्ट युज गरेर डायमिटरमा बन्दाखेरि एंगल 90 डिग्री हुन्छ र दुईवटा लाइनको स्लोपहरु मल्टिप्लाई गर्दाखेरि चाहिँ -1 हुन्छ भन्ने कन्सेप्टबाट र यसको भनेको x - x1 हैन र अर्को के छ x - के त x2 प्लस y - y1 र अर्को y - y2 = 0 यसमा इम्पोर्टेन्ट कुरा चाहिँ के त भन्दाखेरि यसमा सेन्टर र रेडियस गिवन छैन हैन यो दुवै कन्डिसन भनेको सेन्टर रेडियस गिवन भयो भने यो कन्डिसन भनेको यसमा चाहिँ हाम्रो सेन्टर पनि वी डोन्ट नो रेडियस पनि वी डोन्ट नो बट देयर इज सर्कल अनि थाहा के छ त भन्दाखेरि चाहिँ वेयर x1 y1 and x2 y2 are two end points of the circle त्यो सर्कलको दुईवटा एन्ड पोइन्ट चाहिँ के त x1 y1 x2 y2 हो भन्न खोजेको यो चाहिँ थर्ड कन्डिसन र त्यसपछि अर्को हामीले के गर्यौं त भन्दाखेरि यदि सर्कलले ओरिजिन पास गरेर जान्छ भने दैट पासेस थ्रु द ओरिजिन र ओरिजिन पास गर्यो भने के हुन्छ सेन्टर त छुट्टै हुन्छ नि जहिले पनि सेन्टर एचके त जहिले पनि हुन्छ भने त सेन्टर त चाहियो हैन अब यसले ओरिजिन पास हुँदाखेरि त्यसको रेडियस फरक हुन्छ रेडियसको ठाउँमा हाम्रो के हुन्छ त h स्क्वायर प्लस के हुन्छ k स्क्वायर हुन्छ यदि सेन्टर पास गर्यो भने अर्को यसले x एक्सिस पास गर्यो भने के हुन्छ त सेम यही नै हुन्छ x स्क्वायर प्लस y माइनस k को होल स्क्वायर हुन्छ र यसले x एक्सिस लाई टच गर्छ टेन्जेन्ट बन्छ भने त्यो बेलामा चाहिँ r को ठाउँमा के हुन्छ त k हुन्छ हैन त्यो बेलामा y को भ्यालुसँग इक्वल हुन्छ भने y एक्सिस लाई टच गर्ने बेलामा x - h होल स्क्वायर प्लस y - k को होल स्क्वायर र यसले चाहिँ y एक्सिस लाई टच गर्दा r को भ्यालु x सँग इक्वल हुन्छ त्यो x भनेको h हो h स्क्वायर हैन सो अहिले सम्म हामीले चाहिँ 6 वटा कन्डिसनको हामीले चाहिँ इक्वेशन्सहरु हामीले सर्कलको इक्वेशनहरुलाई हामीले हेर्यौं अब यो पछि फेरि अर्को 2 3 वटा जति अझै पनि कन्डिसन छ त्यो पनि हामी हेरौं है त लेट्स सी अब नाउ यो चाहिँ हाम्रो के त भन्दा y एक्सिस को हामीले गरिसक्यौं जुन चाहिँ हामीले गरिसक्यौं हैन यो भनेको के त भन्दाखेरि चाहिँ यदि y एक्सिस लाई टच गर्छ भने यहाँनिर चाहिँ यसलाई यसरी गर्दा ल्याउँदाखेरि चाहिँ यो भनेको y को पार्ट हो के हो भने यो भनेको h हो र यो h नै यहाँ बराबर हुन गएर r को ठाउँमा चाहिँ h हुन जान्छ र यहाँ x - h होल स्क्वायर प्लस y - k होल स्क्वायर = r स्क्वायर हुने ठाउँमा r को ठाउँमा h हो सो दिस इज द इक्वेसन अफ द सर्कल दैट टचेस द y एक्सिस हामीले यो अहिले भर्खर पुरा गरिसक्यौं अब नेक्स्ट टाइपको इक्वेसन छ जसले चाहिँ बोथ के छ
एक्सिसलाई टच गर्छ, सेपरेटली एक्सलाई टच गर्ने एउटा कन्डिसन भयो, सेपरेटली वाइ एक्सिसलाई टच गर्ने अर्को कन्डिसन भयो भने चाहिँ यो चाहिँ कस्तो खालको त भन्दा सर्कलले यो यसरी बनेको छ, यो यसरी बनेको छ कि यसले चाहिँ दुवै एक्सिसलाई चाहिँ मजाले चाहिँ के त टच मात्र गरेर यसरी जान्छ है। अब यो चाहिँ खास चाहिँ ट्विस्ट कुरा चाहिँ के छ भन्दा यो कस्तो मात्र कन्डिसनमा हुन्छ त भन्दाखेरि चाहिँ कुनै पनि सर्कलमा यदि यहाँनिर चाहिँ जस्तो कि यो कुन कन्डिसनमा हुन्छ त भन्दाखेरि यो जुन सेन्टर छ 2 र 2 हुनु पर्यो, या त 3 and 3 हुनु पर्यो, या त 4 and 4 हुनु पर्यो। भन्न खोजेको के त भन्दा एच र के हुनुपर्छ त इक्वल हुने कन्डिसनमा मात्र कुनै पनि सर्कलले दुवै एक्सिसलाई के गर्छ टच गर्छ। यहाँ नोटेसनको लागि यहाँ एच र के लेखेको भए तापनि यो सेन्टरले यसरी हामीले पर्पेन्डिकुलर गर्दाखेरि के हुन्छ त यो पनि आर हो, यो पनि के हो त आर हो। तर हाम्रो कोअर्डिनेट सिस्टम अनुसार चाहिँ यो पार्ट भनेको एक्स को पार्ट हो एच हो र यो पार्ट भनेको के को पार्ट हो, अनि यो एच भनेको यो एच हो भने आर इक्वल्स टु एच पनि भयो, आर इक्वल्स टु एच र आर इक्वल्स टु के पनि भयो त के पनि भयो भनेको मतलब दे अल आर के त इक्वल हुन्छ भन्नु खोजेको। यसको मतलब के त भन्दा कुनै पनि सर्कलको इक्वेसन हैन, कुनै पनि सर्कलको इक्वेसन चाहिँ के छ त सेन्टर चाहिँ के छ त कुनमा इक्वल हुने कन्डिसनमा 1 र 1 नै हुनु पर्यो, 2 र 2 नै हुनु पर्यो, 3 र 3 नै हुनु पर्यो। यसै चाहिँ सेन्टर चाहिँ इक्वल एच र के को भ्यालु इक्वल हुने कन्डिसनमा मात्र कुनै पनि सर्कलले दुवै एक्सिसलाई के गर्छ त टच गर्छ, अदरवाइज यसले के गर्न सक्दैन टच गर्न चाहिँ टच गरेर यो कन्डिसन चाहिँ फुलफिल चाहिँ हुँदैन है त। ओके, सो त्यही भएर अब यो चाहिँ कस्तो खालको त भन्दाखेरि चाहिँ सर्कल द्याट टचेस बोथ एक्सिस हैन, दुवै एक्सिसलाई टच गर्छ भने त्यो बेलामा यसको इक्वेसन चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ यहाँनिर गिभन छ हेर्नु, यहाँनिर छ x माइनस आर होल स्क्वायर वाई माइनस आर होल स्क्वायर र फेरि यहाँ के छ त आर स्क्वायर छ। यो भनेको के त भन्दाखेरि चाहिँ सिम्पली चाहिँ हुनुपर्ने के त भन्दा x माइनस एच को होल स्क्वायर प्लस वाई माइनस के को होल स्क्वायर इक्वल्स टु के छ त आर स्क्वायर हो। यो एकदमै जेनरल फर्म हो। यो जुनै पनि इक्वेसन पनि डायमिटरको बाहेक चाहिँ डायमिटरको कन्डिसनको बाहेक चाहिँ सबै सर्कल इक्वेसन यसैबाट बन्ने हो। अब जस्तै यसमा के छ त भन्दाखेरि चाहिँ यहाँ अघि पनि भनिसक्यौँ यसले चाहिँ दुवै एक्सिसलाई टच गर्छ भनेको मतलब आर को भ्यालु एचसँग पनि हुन्छ, आर को भ्यालु केसँग पनि इक्वल हुन्छ है। म फेरि एकचोटि हाम्रो स्टुडेन्टलाई दोहोऱ्याएर भन्न चाहन्छु, कुनै पनि सर्कलले दुवै एक्सिसलाई टच गर्छ भनेको मतलब चाहिँ के भयो त भन्दा यसलाई हामीले यसरी गर्दाखेरि यो पनि आर हो र यो पनि के हुन जान्छ त आर हुन जान्छ। जबकि यो एच र के को अनुसार चाहिँ यो पर्पेन्डिकुलर भनेको के हो र यो होरिजन्टल भनेको के हो त एच हो। सो आर भनेको एचसँग पनि इक्वल र आर भनेको केसँग पनि इक्वल भनेको कुन कन्डिसनमा हुन्छ त आर इक्वल्स टु एच एज वेल एज के, इट मिन्स द्याट दे अल आर इक्वल साइमल्टेनियसली हैन। यो सबै चाहिँ के हो त आर को भ्यालु एच हो र एच को भ्यालु के हो, सो दे अल आर इक्वल। यो कन्डिसन भनेको के त भन्दाखेरि यहाँ 1 2 2 3 भनेको हुनै सक्दैन, 1 1 2 2 एच को भ्यालु पनि 1 के को भ्यालु पनि 1, एच को भ्यालु पनि 2 के को भ्यालु पनि 2। त्यही भएर यस्तो कन्डिसनमा चाहिँ सर्कल भनेको 2 2 3 3 यस्तो कन्डिसनमा मात्र हुन्छ भन्न खोजेको हैन। सो यो अनुसार चाहिँ एच पनि आरै भयो र के पनि आरै भयो भनेपछि हामीले एउटा आर मात्र थाहा भए पुग्यो, द्याट इज आर। यो एच को ठाउँमा पनि आर स्क्वायरै भयो र वाई के को ठाउँमा पनि आर स्क्वायरै भयो इक्वल्स टु के त आर स्क्वायर। यस्तो हुनाको एच र के को ठाउँमा मात्र के हालेको त भ्यालु हालेको। सो एक्स माइनस आर होल स्क्वायर प्लस वाई माइनस आर होल स्क्वायर इक्वल्स टु के त आर स्क्वायर। सो दिस इज द इक्वेसन अफ द सर्कल इन विच द सर्कल टचेस बोथ एक्सिसेस हैन। सर्कलले चाहिँ दुवै एक्सिसलाई टच गर्ने बेलामा एक्स र वाइ एक्सिस दुवैलाई टच गर्ने बेलामा चाहिँ हामीसँग चाहिँ यस्तो खालको इक्वेसन आउँछ है त। सो हामीले अहिलेसम्म कति त 7 वटा हामीले कन्डिसन 7 कन्डिसन्सको बारेमा कुरा गऱ्यौँ। एउटा जेनरल इक्वेसन, जेनरल मतलब ओरिजिन भएको सेन्टर ओरिजिन, अर्को चाहिँ सेन्टर र रेडियस गिभन, अर्को डायमिटरको फर्ममा, अर्को चाहिँ एक्स एक्सिसलाई टच गर्ने, अर्को वाइ एक्सिसलाई टच गर्ने, अर्को दुवै एक्सिसलाई टच गर्ने र अर्को चाहिँ ओरिजिन पास भएर जाने। अब हामी अर्को फेरि 8 कन्डिसनमा पनि हामी जाउँ हैन। यसमा चाहिँ के छ त भन्दाखेरि यो भनेको चाहिँ अब सबैभन्दा एकदमै स्ट्यान्डर्ड फर्म अफ इक्वेसन भनेको यो नै हो है। वास्तवमा भन्ने हो भने अब यसमा चाहिँ एकदमै यो
हामीले प्रुभ पनि गर्नुपर्छ होइन, यो सेन्टर कसरी भयो र यो रेडियस कसरी भयो भन्ने कुरा। यो इक्वेसनलाई चाहिँ हामीले एकदमै जेनरल फर्म अफ इक्वेसन भन्छौँ। अब यो चाहिँ कसरी बनेको त भन्ने कुरा पनि हुन्छ कि यसलाई याद गर्नु पर्यो होइन, कि यसलाई कन्ठ गर्नु पर्यो र यसलाई चाहिँ कम्पेयर गरेर चाहिँ सेन्टर चाहिँ खास निकालेको। कुनै पनि सर्कलको एकदमै जेनरलाइज गर्दाखेरि चाहिँ यसको इक्वेसन भनेको कस्तो फर्ममा हुन्छ त भन्दाखेरि चाहिँ एकदमै सिम्पल छ। एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस 2gx प्लस 2fy र प्लस के त c इक्वल्स टु 0। यो भनेको जेनरलाइजेसन इक्वेसन भन्छ, यसले चाहिँ जेनरलाइज इक्वेसन अफ द सर्कल। हामीले अघि पनि भनेका थियौँ सर्कलको इक्वेसन हुनको लागि के हुनुपर्छ त भन्दा एउटा एक्स स्क्वायर हुनुपर्छ, वाई स्क्वायर हुनुपर्छ होइन, र त्यसपछि एउटा एक्स को टर्म हुन्छ, अब यो भनेको कन्स्ट्यान्ट हो, र त्यसपछि वाई को टर्म हुन्छ, यो भनेको पनि कन्स्ट्यान्ट हो, र अर्को भनेको एक्स पनि हुँदैन वाई पनि हुँदैन, फ्री अफ एक्स एन्ड वाई, प्योरली कन्स्ट्यान्ट टर्म हुन्छ। यस्तो खालको इक्वेसनले जहिले पनि के दिन्छ त भन्दा सर्कललाई रिप्रेजेन्ट गर्छ। र यदि सर्कललाई रिप्रेजेन्ट गर्छ भने यो इक्वेसनलाई सर्कललाई रिप्रेजेन्ट गर्छ भने के भयो त भन्दाखेरि यसको सेन्टर पनि हुनै पर्यो र यसको रेडियस पनि हुनै पर्यो। किनकि यदि सर्कल हो भने त देयर मस्ट बी सेन्टर एन्ड देयर मस्ट बी रेडियस। अनि सेन्टर चाहिँ के त भन्दाखेरि यसैकोबाट चाहिँ जी माइनस जी भनेको त्यो एच हो, र के भनेको चाहिँ के त माइनस के हो त एफ हो, द्याट इज सेन्टर होइन। यो भनेको एच र के को भ्यालु हो यो, र रेडियस भनेको पनि के त आर हो, र आर भनेको के त जी को स्क्वायर अनि एफ को स्क्वायर माइनस सी गरेर यसको रुट अन्डर यसबाट चाहिँ हाम्रो सेन्टर र के दिन्छ त रेडियस दिन्छ। अब यसमा अलिकति हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ यो इक्वेसन्सलाई चाहिँ हामीले के गर्छौँ डिराइभ गर्छौँ। यो कसरी आयो यसको बारेमा अलिकति हामी चाहिँ मजाले यसको बारेमा हामी प्ले गर्छौँ, हामी यसलाई चाहिँ डायग्नोसिस गर्छौँ, भनौँ न दायाँ बायाँ अगाडि पछाडि गरेर के हो त भनेर कुरा चाहिँ यसलाई हामी डिस्कस गरेर हामी स्टडी गर्ने कोसिस गर्छौँ है त। ओके, अब सो यसको लागि चाहिँ हामीले अघिको एउटा कन्सेप्टलाई युज गरौँ है त, एकदमै सिम्पल। इन जेनरल है कुनै पनि सर्कलको इक्वेसन भनेको के हुन्छ त एक्स माइनस एच को होल स्क्वायर प्लस वाई माइनस के को के त होल स्क्वायर इक्वल्स टु के हुन्छ त आर स्क्वायर। यो भनेको एकदमै सिम्पल जेनरल इक्वेसन। सेन्टर दिएको हुन्छ, रेडियस दिएको हुन्छ। सिम्पली सर्कलको डेफिनेसन के हो त, डेफिनेसन सर्कल इज अ लोकस द्याट इज इक्विडिस्टेन्ट फ्रम अ सर्टेन पोइन्ट द्याट इज कल्ड अ सेन्टर। सर्कल भनेकै एउटा सर्टेन पोइन्टबाट इक्वल डिस्टेन्समा जाने पोइन्टहरूको लोकसलाई नै हामी के भन्छौँ सर्कल भन्छौँ। र डिस्टेन्सको फर्मुला युज गरेर हामीले यो भनेको एकदमै प्योर सर्कलको के हो त इक्वेसन हो, जहाँ एच र के भनेको सेन्टर हो भने आर भनेको के हो त रेडियस हो। अब यो भ्यालु भएको भए त सिम्पली न्युमेरिकल भइहाल्यो। अब यसलाई हामी फर्मुला खोलेर हामी सिम्प्लिफाई गरौँ है त के हुँदो रहेछ। हामी क्लासमा पढे जसो बुकमा पढे जसो चाहिँ एकदम स्ट्रेट लाइनबाट हामी नपढ्ने कि यसलाई अलिकति चाहिँ के बन्दो रहेछ हेरौँ है त। सो एक्स माइनस एचको होल स्क्वायर भनेको के भयो त एक्स स्क्वायर माइनस होइन के त 2h 2ab भन्छ नि होइन, प्लस अनि वाई स्क्वायर भनेको के त एच स्क्वायर भयो प्लस होइन। त्यसपछि यसलाई पनि फर्मुला खोल्दा वाई स्क्वायर माइनस 2 के अनि वाई कन्स्ट्यान्ट छुट्याएको मैले प्लस के स्क्वायर हुने भयो, अनि उतापट्टि के हुने भयो त यो आर स्क्वायर हुने भयो। ओके, अब के रह्यो त हेरौँ। यो भनेको एक्स स्क्वायर प्लस अनि यो वाई स्क्वायरलाई अगाडि राखौँ, त्यसपछि एक्स को टर्मलाई राखौँ माइनस 2hx, त्यसपछि माइनस 2ky राखौँ होइन, प्लस हामीसँग बाँकी छ एच स्क्वायर अनि फेरि के स्क्वायर, र यो आर स्क्वायर भनेको पनि यसको पनि केही न केही त भ्यालु हुन्छ, र त्यो भ्यालु भनेको कन्स्ट्यान्ट हो, त्यसलाई पनि हामी के गरौँ त यता ल्याएर आर स्क्वायर इक्वल्स हामी के गरौँ त 0 गरौँ। अब यो इक्वेसनलाई हामीले एकचोटि राम्रोसँग चाहिँ हेर्ने हो भने बुझ्न खोज्ने हो भने हामीले अघिको जेनरल इक्वेसनसँग कम्पेयर गर्ने हो भने हेर्नु त एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस के छ त 2gx प्लस 2fy अनि प्लस के दिएको छ त यहाँनिर c इक्वल्स टु 0 दिएको छ। के भन्न खोजेको त भन्दाखेरि चाहिँ
जेनरल इक्वेसनमा के टर्म छ त भन्दा एक्स स्क्वायर टर्म हुन्छ, सो एक्स स्क्वायरै टर्म भयो। वाइ स्क्वायर टर्म हुन्छ, वाइ स्क्वायर नै टर्म भयो होइन। त्यसपछि एक्स टर्म हुन्छ, सो हामी यो भनेको त कन्सट्यान्ट हो, यिनीहरूको भ्यालुको त कुनै हुनै हुँदैन, यो त पछि के हुन्छ हामीलाई चाहिने नै होइन। तर एक्स टर्म छ, सो एक्स टर्म छ होइन। सो वाइ टर्म छ, वाइ टर्म छ। र त्यसपछि चाहिँ हाम्रो के आयो त यहाँनिर सी आयो भने, र यो सी भनेको के त, आखिरमा यो सी भनेको कुनै एउटा 9 10 12 20 11 एउटा कन्सट्यान्ट भ्यालु न हो। सो यो पनि त यदि क्यालकुलेसन गरेर यसको भ्यालु 2 3 समथिङ हो भने त यसको भ्यालु राख्दा यो एउटा सिङ्गल एउटा नम्बर आउने त हो नि होइन। सो यो भनेको के भयो त सी भयो होइन। सो यहाँबाट चाहिँ हामीले के बुझ्न सक्यो त भन्दाखेरि चाहिँ हामीले यसरी एउटा जेनरल इक्वेसनलाई चाहिँ जेनरलाइज गरेर ओपन गर्दाखेरि पनि यसरी नै जेनरल इक्वेसन हुनुपर्ने हो, जसमा एउटा एक्स स्क्वायर भन्ने टर्म हुन्छ, वाइ स्क्वायर भन्ने टर्म हुन्छ, र एउटा एक्स भन्ने टर्म हुन्छ, अनि वाइ भन्ने टर्म हुन्छ, अनि के पनि नभएको एउटा सी भन्ने टर्म हुन्छ। यस्तो खालको इक्वेसन बन्छ भन्न खोजेको होइन। अब मात्र यो त सजिलो फर्मुलामा जेनरलाइज गर्न सजिलो हुनेको लागि यो एक्सको अगाडि केही न केही त हुन्छ 5 6 7, त्यसलाई चाहिँ 2g भनेर चाहिँ सिम्बोलाइज गरेको मात्र हो। वाइको अगाडि पनि कन्सट्यान्ट त केही न केही हुन्छ, 4 6 10 हुन्छ, र त्यसलाई चाहिँ भोलि फर्मुलामा लान सजिलो होस् भनेर त्यसलाई चाहिँ के त 2f भनेर सिम्बोलाइज मात्र गरेको। सो सर्कलको इक्वेसन चाहिँ यस्तो खालको हुन्छ भन्न खोजेको। सो एउटा जेनरल एकदमै बेसिक जेनरल इक्वेसन भनेको एक्स स्क्वायर वाइ स्क्वायर हुन्छ, एक्स टर्म हुन्छ, वाइ टर्म हुन्छ, कन्सट्यान्ट हुन्छ, इक्वल्स टु 0 हुन्छ। अब हाम्रो यसरी पढ्ने भाइ बहिनीलाई चाहिँ एउटा कन्फ्युजन के हुन सक्छ भन्दा यो 2g भनेको किन यो के हो, किन यसरी सपोज गरेको भने त्यो फर्मुलामा लानको लागि सजिलो भएको। जस्तै कुनै एउटा इक्वेसन भनेको के त एक्स स्क्वायर प्लस वाइ स्क्वायर प्लस मानौ न 6x प्लस 8y प्लस 10 इक्वल्स टु 0 भइदिएको भए यसलाई योसँग कम्पेयर गरेर के भन्न खोजेको भन्दा एक्स स्क्वायर त एक्स स्क्वायर भइहाल्यो, यो एक्स त एक्स भइहाल्यो, यो एकसँग जति पनि नम्बर आउँछ त्यसलाई डाइरेक्टै जी मात्र नराखिकन 2g सँग कम्पेयर गरेको मात्र हो होइन। सो यहाँनिर के भन्न खोजेको त 2g भनेकै यहाँनिर के हो त 6 हो, अनि g भनेको के हुन आउँछ त 3 हुन आउँछ। त्यो चाहिँ किन गरेको त भन्दा a प्लस बी होल स्क्वायरमा यो फर्मेटलाई मिलाउनुको लागि हामीले गरेको थियो चाहिँ खास होइन। त्यसरी नै यहाँनिर वाइको कोअफिसिएन्ट यहाँनिर के छ 8 छ होइन, अनि यहाँ वाइको कोअफिसिएन्ट यहाँनिर के छ त 2f छ भने यो 2f भनेको के हो त यो 8 हो भन्न खोजेको। अनि f को भ्यालु चाहिँ के भयो त 4 भयो। अब यो किन यसरी गरेको त भन्दा एक्समा भएको एउटा सिङ्गल नम्बरले जी मात्र डिनोट गर्नु भन्दा 2g ले डिनोट गरेको। जस्तै डाइरेक्ट जी मात्र भने पनि हुन्थ्यो, तर 2g ले गर्दा हाम्रो के सजिलो हुनेछ त भन्दाखेरि ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायरमा लगेर त्यसलाई चाहिँ जेनरलाइज गर्न सजिलो बनाउनको लागि चाहिँ यो बनाएको। अब हेरौँ यो जेनरलाइज कसरी बनाउने, हामी यो पनि अहिले हेर्छौँ है त। अब हेरौँ यो अहिले हामी गरिहाल्छौँ त्यो, यसलाई हटाइदिउँ, यसलाई पनि हटाइदिउँ हामी। ओके, अब हेर्नु जस्तो कि हामीलाई दिएको यो जेनरलाइज इक्वेसनलाई चाहिँ हामी हेरौँ एकचोटि। हामीलाई के पनि दिएको छ त एक्स स्क्वायर प्लस वाइ स्क्वायर प्लस के छ त 2gx प्लस अर्को के त 2fy प्लस c इक्वल्स टु के 0 छ। नाउ द क्वेसन इज यो सर्कलको इक्वेसन हो कि होइन होइन। इज दिस द इक्वेसन अफ द सर्कल, यो सर्कलको इक्वेसन हो कि होइन भने यदि यो सर्कल यदि यो इक्वेसनले सर्कल दिन्छ भन्ने हो भने यसको के हुनु पर्यो त सेन्टर हुनु पर्यो, र अर्को के हुनु पर्यो त रेडियस हुनु पर्यो। यो दुइटा हामीले के गर्न सक्नुपर्छ त फाइन्ड आउट गर्नुपर्छ। यदि यसले सर्कल नै रिप्रेजेन्ट गर्छ भने यसलाई कस्तो फर्मेटमा लान सक्नु पर्यो भन्दाखेरि जेनरल फर्मुला जुन हाम्रो बेसिक फर्मुला एक्स माइनस एच होल स्क्वायर र वाइ माइनस के को होल स्क्वायर इक्वल्स टु हामीले आर स्क्वायर, यो फर्मेटमा हामीले लान सक्नुपर्छ। मैले अघि पनि त्यही भएर यहाँ 202fy हामीलाई सजिलो बनाउनको लागि दिएको। ओके, हामी सपोज गरौँ यो सर्कल हो होइन थाहा छैन, हामीलाई केही पनि थाहा छैन, यो एउटा सामान्य के हो त यो इक्वेसन हो। अब के साँच्चै यसले सर्कलै दिन्छ त, सर्कलको इक्वेसनले डिनोट गर्छ त, यदि गर्छ भने सेन्टर आउनुपर्छ, रेडियस आउनुपर्छ होइन। अब त्यसको लागि चाहिँ हामी के गरौँ त भन्दाखेरि हामीले यो फर्मेटमा लान सकिन्छ कि सकिँदैन चेक गरौँ है त। त्यसको लागि हामीले हेरौँ, पहिले यहाँ लेखिराखौँ एक्स माइनस एचको होल स्क्वायर यो फर्मेटमा लानु मिल्नु पर्यो, र वाइ माइनस के को होल स्क्वायर यो फर्मेटमा लान मिल्नु पर्यो होइन त। त्यो भनेको के त भन्दा अब यसलाई लानुको लागि सजिलो छ त छ, हेर्नु हामीसँग अर गरेर एक्स स्क्वायर, यसको काम यहीँनिर हो कि काम लाग्ने चाहिँ 2gx
हैन। त्यसपछि वाई स्क्वायर, त्यसपछि 2FY अनि प्लस सी इक्वल्स टु के छ त 0 छ। अब हामीले यो होल स्क्वायरको फर्ममा लानको लागि के चाहियो त हामीलाई a प्लस b होल स्क्वायरको फर्ममा जानु पर्यो। त्यो भनेको एक्स स्क्वायर भनेको a स्क्वायर सपोज गर्नु, 2ab को लागि 2 यहीँनिर छ, a भनेको यहाँ x छ भने b भनेको के त योसँग म्याचिङ गराउनको लागि b भनेको चाहिँ के त g रहेछ के 2gx। त्यो कारणले गर्दाखेरि मानेको यो भनेको a स्क्वायर 2a, a भनेको यही भयो। अब बाँकी भएकोलाई बी सपोज गर्नु पर्यो, 2 पनि यो मिल्यो, x पनि मिल्यो भने अब बाँकी भएको चाहिँ के त हाम्रो जी भनेको चाहिँ के भयो त बी भयो। अब त्यसो हो भने चाहिँ के त यहाँ अर्को के चाहियो, कुन टर्म आउनु पर्यो त हाम्रो बी स्क्वायर भन्ने टर्म आउनु पर्यो। ए स्क्वायर प्लस 2ab प्लस के बी स्क्वायर, र बी स्क्वायर भनेको हाम्रो लागि जी स्क्वायर हैन, तीनटा टर्म भयो। प्लस अब यो जी स्क्वायर भनेको त हामीले के गरेको त, यो त यहाँ टर्म छैन, हामीले त यहाँ नभएको टर्म राखेको। सो नभएको टर्म राखेको कारणले गर्दा यसलाई चाहिँ क्यान्सल गर्नको लागि फेरि हामी माइनस जी स्क्वायर पनि राख्छौँ, बिकज त्यो राख्न पाउँछ। कारण किन, त्यो एउटा कन्स्ट्यान्ट टर्म हो। प्लस जी स्क्वायर र माइनस जी स्क्वायर क्यान्सल गर्यो भने यही 2gx नै आउँछ, एक्स स्क्वायर विच इज गिभन टु अस, हामीलाई दिएकै हो। त्यसपछि अब हामी अगाडि बढौँ, वाई स्क्वायर। अब यसलाई पनि a माइनस बी होल स्क्वायरको फर्मुलामा जाने हो भने यो भनेको a स्क्वायर भयो। अब 2ab भनेको 2 हामीसँग छ यहाँनिर 2 छ, a भनेको y सरह भयो। अब b भनेको रिमेनिङ पार्ट, यो 2FY मा के रिमेनिङ छ, यो भनेको a स्क्वायर प्लस 2a, b भनेको चाहिँ यहाँ के हुनु पर्यो त f हुनु पर्यो हैन। त्यसपछि हाम्रो 2FY भनेको योसँग म्याच भयो, र यदि यो 2AB हो भने यहाँको पार्टमा b स्क्वायर बन्नु पर्यो हैन। b स्क्वायर भनेको हाम्रो यहाँ b भनेको f हो, हामीले f स्क्वायर थप्नु पर्यो, र यो जुन चाहिँ f स्क्वायर भनेको यहाँ हामीलाई गिभनमा छैन, तै पनि हामीले चाहिँ फर्मुलामा डिराइभ गर्नको लागि राखेको। त्यही भएको कारणले गर्दा यसलाई क्यान्सल गर्नको लागि, न्युट्रलाइज गर्नको लागि फेरि माइनस f स्क्वायर पनि हामीले हाल्नु पर्यो, र प्लस c भनेको अलरेडी वी हेभ इक्वल्स टु हैन त। ओके, अब यसलाई चाहिँ हामीले के गरौँ त भन्दाखेरि सिम्प्लिफाई गर्ने हो भने यो 3वटा र यो 3वटा भनेको केमा गयो त, यो x प्लस जी को होल स्क्वायरमा गयो। यो 2वटा भनेको केमा गयो त y प्लस f को होल स्क्वायरमा गयो हैन। अनि बाँकी सबै हामीले यो यता त केही राख्नु हुँदैन, अब a प्लस बी होल स्क्वायर, a माइनस बी होल स्क्वायर, बाँकी सबै कन्स्ट्यान्ट टर्म भनेको राइट साइडमा जानुपर्छ। सो सबै बाँकी उता लाने हो भने के बाँकी छ उता जाँदा भन्दा, एउटा हाम्रो माइनस जी स्क्वायर उता जाँदा प्लस जी स्क्वायर हुन्छ, माइनस एफ स्क्वायर यो पनि एक्स्ट्रा भएको राइट साइडमा जाँदा प्लस एफ स्क्वायर हुन्छ, र प्लस सी उता जाँदा के हुन्छ त यो माइनस सी हुन्छ। यही इक्वेसनलाई चाहिँ हामी चाहिँ हामी केसँग त कम्पेयरिङ विथ जेनरल इक्वेसन कुन चाहिँ x माइनस h को होल स्क्वायर प्लस y माइनस k को होल स्क्वायर इक्वल्स टु r स्क्वायरसँग यदि हामीले कम्पेयर गर्ने हो भने के भयो त, कम्पेयरिङ अलिकति सिम्प्लिफाई नै गरौँ, सिम्प्लिफाई नै गरौँ, कम्पेयर अलिकति सिधै बनाएरै गरौँ हैन। ल कम्पेयर गरौँ म योसँग, कम्पेयरिङ गर्ने हो भने x माइनस h को होल स्क्वायर प्लस y माइनस k को होल स्क्वायर इक्वल्स टु यो r स्क्वायरसँग कम्पेयर गर्ने हो भने हामी के पाउँछौँ त हैन। अब के पाउँछ त भन्दा x को x भइहाल्यो, माइनस र प्लस छ, h को ठाउँमा हामी के पाउँछौँ त g पाउँछौँ, भनेको h भनेको माइनस k, करेक्सन, h भनेको माइनस के त g हो। त्यसरी नै k भनेको माइनस माथि गएर माइनस के हो त f हो हैन, र r को ठाउँमा चाहिँ r स्क्वायरको ठाउँमा के छ जी स्क्वायर प्लस एफ स्क्वायर माइनस सी छ कन्स्ट्यान्ट। देयरफोर सेन्टर चाहिँ के भयो त एच के भनेको के रहेछ त सेन्टर माइनस जी र माइनस एफ रहेछ भने रेडियस भनेको यो स्क्वायरलाई दायाँ साइडमा लाँदाखेरि स्क्वायर रुट के भयो त जी स्क्वायर प्लस एफ स्क्वायर माइनस सी। यसरी चाहिँ सर्कलको हाम्रो के निस्क्यो त सेन्टर पनि निस्क्यो र
रेडियस पनि निस्क्यो सो इट मिन्स द्याट यो हामीलाई जुन गिभन दिएको जेनरल इक्वेसन छ यो जेनरल इक्वेसनले एउटा के रिप्रेजेन्ट गर्छ त सर्कललाई नै रिप्रेजेन्ट गर्छ कस्तो खालको सर्कल र भन्दा त्यो सर्कल जसको सेन्टर चाहिँ -0 -a हुनुपर्छ जुन यहाँ 0 दिएको छ र जसको रेडियस चाहिँ के त √g² + f² - c गर्दा जति भ्यालु आउँछ त्यो भ्यालु बराबरको रेडियस बनाएर यसले सर्कल बनाएको हुनुपर्छ सो दिस इज द जनरल इक्वेसन अफ द सर्कल सो त्यही भएर हामीले बुझ्नुपर्ने कुरा चाहिँ इम्पोर्टेन्ट चाहिँ के छ त भन्दा कुनै पनि सर्कलको इक्वेसन भनेको के हुन्छ त भन्दाखेरि यसमा x² को टर्म हुन्छ y² को टर्म हुन्छ x को टर्म हुन्छ y को टर्म हुन्छ कन्स्ट्यान्ट त्यो भयो भने त्यसले जहिले पनि के दिनै पर्छ त एउटा सर्कल दिनै पर्छ तर यसमा के चाहिँ हुनु हुँदैन त x र y भएको टर्म चाहिँ हुनु हुँदैन x र y भएको टर्म भयो भने that does not give the circle, that does not represent the circle. है त ओके सो अहिलेसम्म हामीले 8 वटा टाइप्स अफ सर्कल कन्डिसन अफ सर्कलमा हामीले इक्वेसनहरू हामीले गर्दै गयौँ अब एउटा अर्को एउटा पनि छ जुन न्युमेरिकल गर्नुको लागि अलिकति त्यो पनि काम लाग्छ हामीले 8 प्रकारको कन्डिसनको सर्कलहरुमा कस्तो कन्डिसनमा सर्कलको इक्वेसन कस्तो कस्तो हुन्छ भनेर हामीले गर्यौं जसले चाहिँ हामीले इक्वेसनहरू न्युमेरिकल प्रब्लमहरु एक्जाममा चाहिँ सर्ट क्वेशन्सहरु र अर्को मिडियम क्वेशन्सहरु गर्नको लागि चाहिँ अब यतिले काफी नै छ अब एउटा अर्को एउटा कन्डिसन छ अर्को एउटा पनि सर्कलमा सोधिने क्वेशन छ अब हामी त्यो पनि गरिहाल्छौं है अनि त्यसपछि चाहिँ नर्मल सर्कलको थ्योरी पार्टहरु हाम्रो सकेकै समय भयो है त एउटा कन्डिसनमा हामी जाँदै छौं र यसमा चाहिँ हाम्रो कुनै पनि सर्कल ओरिजिन हुनु पर्यो हैन ओरिजिनको कन्डिसनमा मात्र हो र त्यसमा एउटा चाहिँ रेडियस छ अब r भने पनि भयो a भने पनि भयो र त्यसमा कुनै एउटा चाहिँ लाइनमा टच गरेर गएको छ टेन्जेन्ट भएको छ भने यसमा चाहिँ सर्कलको इक्वेसन त होइन यसमा हामीलाई चाहिँ न्युमेरिकलमा सोध्ने चाहिँ टेन्जेन्टको इक्वेसन चाहिँ हामीलाई चाहिँ सोध्छ हैन ती टेन्जेन्टको इक्वेसन चाहिँ कति हुन्छ भनेर चाहिँ हामीले चाहिँ खास चाहिँ निकाल्नु पर्ने हो जस्तो कि यहाँनिर गिभनमा यहाँ हेर्न सकिन्छ है यहाँनिर चाहिँ के छ त भन्दाखेरि चाहिँ कुनै एउटा चाहिँ सर्कल छ हैन र त्यो सर्कलको चाहिँ सेन्टर चाहिँ हाम्रो के छ त 0 0 इट मिन्स दैट यसको सर्कलको सेन्टर चाहिँ ओरिजिन छ 0 0 छ र त्यसपछि यसमा एउटा चाहिँ के छ त भन्दाखेरि ओरिजिन 0 0 हुने बित्तिकै रेडियस ए हुने बित्तिकै हामीले अहिलेसम्म गरिसक्यौं कि के त गरियो भन्दाखेरि त्यस्तो खालको छ भने चाहिँ हाम्रो इक्वेसन चाहिँ के हुनुपर्छ त भन्दाखेरि चाहिँ x² + y² = r² हो र यहाँ चाहिँ r भनेको यहाँनिर a भएको कारणले गर्दा a² यो भनेको नर्मल सर्कलको इक्वेसन दिस इज द कन्डिसन नम्बर फर्स्ट हामीले सुरुमा गरेका थियौं कि कुनै पनि सर्कलको सेन्टर 0 0 छ रेडियस r छ भने x² + y² = r². यहाँनिर r² r को सट्टामा हामीले a गरेका छौं त्यति मात्रै हो r² लेखेको हुन्छ नो प्रब्लम बट हामीले गर्न लागेको अब सर्कलको इक्वेसन होइन कि हामीले गर्न खोजेको चाहिँ के त भन्दाखेरि यसरी चाहिँ सर्कलको चाहिँ इक्वेसन गिभन छ हामीसँग भने र यो सर्कललाई चाहिँ एउटा लाइनले चाहिँ के गरेर जान्छ त जस्ट टच गरेर जान्छ कुन चाहिँ पोइन्टमा त भन्दाखेरि x1 y1 पोइन्टमा टच गर्छ भने हैन सो त्यस्तो पोइन्टमा चाहिँ टच गर्छ भने एउटा सर्कल छ हैन एउटा चाहिँ हामीसँग के छ त सर्कल छ र त्यहाँबाट चाहिँ एउटा चाहिँ लाइन चाहिँ जान्छ र यसले जस्ट टच गरेर मात्र जान्छ भने यो पोइन्ट चाहिँ के त x1 र y1 हो र यसको रेडियस चाहिँ हामीले दिएकै छ r भने पनि भयो a भने पनि भयो र यो सेन्टर चाहिँ hk होइन है hk त हो तर यसको भ्यालु चाहिँ 0 0 छ भने इन दिस कन्डिसन यो ab भन्ने abc भन्ने एउटा लाइन छ भने व्हाट इज द इक्वेसन अफ के त abc एक्जाममा सोध्ने क्वेशन चाहिँ एउटा यो भयो भनेको यो टेन्जेन्टको इक्वेसन चाहिँ सोधेको हुन्छ यसलाई के पनि भन्छ त टेन्जेन्ट भन्छ यो दिस इज द टेन्जेन्ट abc इज द टेन्जेन्ट टु द सर्कल हैन कुनै पनि लाइनले सर्कलको एउटा पोइन्टलाई चाहिँ के गरेर जान्छ टच गरेर जान्छ भने यो लाइनलाई टेन्जेन्ट भन्छ भने कुन पोइन्टमा टच गरेको त x1 y1 सो पोइन्ट टु बी नोटेड हामीले बुझ्नुपर्ने कुरा के भन्दाखेरि जुन हामीलाई यो x1 y1 भनिरहेको छ नि त्यो भनेको भ्यालु हो जनरलाइज टर्ममा x1 भनेको न्युमेरिकलमा एक्जाममा क्वेशन सोध्ने बेलामा यो 1 2 भन्ला 2 3 भन्ला हैन यसरी एउटा पोइन्टमा टच गर्छ
र यसको इक्वेसन पनि हामीलाई दिएको हुन्छ के त एक्स स्क्वायर प्लस वाइ स्क्वायर भनेको सपोज गरौँ अहिलेलाई ए स्क्वायर भनेको त्यो 5 भने पनि भयो जति पनि भयो ल यसरी यो कन्डिसन छ भने यो लाइनको चाहिँ इक्वेसन कति भनेर सोध्यो भने हामीले गर्न लागेको त्यही नै हो है त सो अब एकचोटि फेरि म यसलाई चाहिँ दोहोऱ्याएर भनिदिन्छु हामीलाई कस्तो खालको चाहिँ यो क्वेसन त भन्दाखेरि के भन्न खोजेको त भन्दाखेरि चाहिँ हामीसँग एउटा सर्कल छ हैन र त्यसको चाहिँ के छ त रेडियस छ रेडियस भनेको सपोज गरौँ 3 छ अरे रेडियस आर इक्वल्स टु 3 छ र यो चाहिँ ओरिजिन 0 0 छ र यसले चाहिँ एउटा पोइन्टमा के गरेर गयो त हामीलाई टच गरेर गयो जसको कोअर्डिनेट चाहिँ 2 र 3 छ भने यो के हो त सर्कलको इक्वेसन चाहिँ हामीले गिभन हुनुपर्छ एक्स स्क्वायर प्लस के वाइ स्क्वायर इक्वल्स टु हैन रेडियस त 3 दिएको कारणले गर्दा हुन त यो रेडियस नदिए पनि जस्ट यो भनेको के भयो त अब 3 स्क्वायर भनेको 9 भयो सो ओरिजिन 0 0 र आर को भ्यालु 3 हुने अवस्थामा हामीले पहिले पनि गरिसक्यौँ कि यो कन्डिसनमा सर्कलको इक्वेसन के हुन्छ एक्स स्क्वायर प्लस वाइ स्क्वायर इक्वल्स टु आर स्क्वायर भनेको 3 स्क्वायर हो द्याट इज 9 सो इक्वेसन अफ द सर्कल इज गिभन अनि यो सर्कलले एउटा पोइन्ट 2 3 भन्ने पोइन्टमा चाहिँ एउटा लाइनले चाहिँ के गरेको छ टच गरेको छ भने यो लाइनको नाम मानौँ टिएएन टेन्जेन्ट हो भने नाउ द क्वेसन इज द्याट इक्वेसन अफ टेन्जेन्ट इक्वल्स टु वाट हामीलाई चाहिँ यो टेन्जेन्टको इक्वेसन कति हुन्छ भनेर निकाल भने हुन्छ र यो यस्तो खालको क्वेसन आयो भने यो टेन्जेन्टको इक्वेसन भनेको यो हुन्छ भन्न खोजेको त्यो भनेको के त भन्दाखेरि चाहिँ x(x1) प्लस y(y1) इक्वल्स टु के हुन्छ त यहाँनिर ए स्क्वायर नै हुन्छ यो भनेको के त भन्दाखेरि यदि हामीसँग चाहिँ सर्कलको इक्वेसन दिएको छ भने जुन यो एक्स स्क्वायर छ एक्स स्क्वायरमा एउटा एक्स छुटेर अर्को एक्स को भ्यालु यो 2 हाल्ने भने हो सजिलोको लागि एकदमै 2 है अनि जुन यो वाइ स्क्वायर छ वाइ स्क्वायरमा एउटा वाइ चाहिँ छुटिन्छ अनि अर्को वाइ भनेको त वाइ स्क्वायर भनेको त दुईटा वाइ हो अर्को वाइको ठाउँमा यो वाइको भ्यालु यो x1 y1 यो भनेको x1 र के y1 सो y1 मा यहाँ भ्यालु 3 हाल्ने भनेको अनि यो a स्क्वायर भनेको यसको यो नै भइहाल्यो कन्स्ट्यान्ट टर्म यो 9 जस्ताको तस्तै हुन्छ सो इट मिन्स 2x प्लस के त 3y इक्वल्स टु 9 इज द के त रिक्वायर्ड इक्वेसन ल यो नै के हो त रिक्वायर्ड इक्वेसन हो भन्न खोजेको हामीले राम्रोसँग बुझ्न सक्छौँ कि यसमा स्क्वायरहरू टर्म हटिसकेपछि दिस गिभ्स अ स्ट्रेट लाइन हैन यो एउटा स्ट्रेट लाइनको इक्वेसन हो त्यो कसको इक्वेसन त भन्दा यो टेन्जेन्टको इक्वेसन हो जसमा चाहिँ 2 3 भन्ने पोइन्टमा चाहिँ सर्कलले के गरेको छ त टच गरेको छ सो हामीले भन्न खोजेको कुरा चाहिँ के त भन्दाखेरि चाहिँ कुनै पनि सर्कलमा यदि टेन्जेन्टमा कुनै एउटा पोइन्टमा टेन्जेन्ट गरेको छ भने चाहिँ त्यो कन्डिसनमा त्यो टेन्जेन्टको इक्वेसन कति भनेर हामीलाई चाहिँ सोध्यो भने चाहिँ के गर्न सक्छौँ त भन्दाखेरि सिम्पली के त हामीलाई सर्कलको इक्वेसन यो फर्ममा दिनै पर्छ हैन यो फर्ममा दिनै पर्छ यो एक्स स्क्वायर वाइ स्क्वायर ए स्क्वायर यस्तै फर्ममा हुन्छ बिकज किन यस्तै फर्ममा हुन्छ भन्दा किनकि यो सर्कलको सेन्टर चाहिँ के छ त ओरिजिन छ 0 0 छ न कि एचके छ यदि एचके भएको भए यस्तो इक्वेसन हुँदैन थियो एचके भएको भए हाम्रो कस्तो हुन्थ्यो त एक्स माइनस एच को होल स्क्वायर प्लस वाइ माइनस के को होल स्क्वायर यस्तो हुन्थ्यो हैन अब यहाँनिर एच को भ्यालु नै 0 के को भ्यालु नै 0 एचके इज 0 0 द्याट इज एक्स माइनस 0 एक्स स्क्वायर वाइ माइनस 0 वाइ स्क्वायर सो जेनरली यसरी ओरिजिन भएको चाहिँ इक्वेसन सर्कलको इक्वेसन चाहिँ एक्स स्क्वायर प्लस वाइ स्क्वायर हैन इक्वल्स टु ए स्क्वायर छ भने अब यसमा एउटा x1 र y1 भन्ने पोइन्टमा चाहिँ एउटा लाइनले पास गरेर जान्छ टच गरेर जान्छ भने त्यो टच गरेर जाने जुन टेन्जेन्ट छ त्यसको इक्वेसन कसरी याद गर्ने त भन्दाखेरि एकदमै सिम्पल छ केमा टच गरेको त भन्दा x1 र y1 मा टच गरेको छ भने यो x स्क्वायर भनेको दुईवटा x हो हैन x एउटा छुटिन्छ अर्को x1 चाहिँ यहाँ बसिन्छ प्लस y छुटिन्छ र अर्को y1 चाहिँ बस्छ यति मात्र एकदमै सिम्पल छ दिस इज द रिक्वायर्ड इक्वेसन अफ नट सर्कल है दिस इज द रिक्वायर्ड इक्वेसन अफ द दिस हैन यो टेन्जेन्टको इक्वेसन हो यो हैन x(x1) प्लस y(y1) इक्वल्स टु ए स्क्वायर अब यो पनि कसरी आयो भनेर खास भनेर यो पनि प्रुभ गर्न मिल्छ
होइन। एकदमै यो पनि चाहिँ यो के भन्छ यो टेन्जेन्टको लाइनको इक्वेसन चाहिँ सजिलैसँग निकाल्न सकिन्छ। यो पनि खासै गाह्रो छैन। सिम्पली यसमानिर चाहिँ यसको हामी के गर्छौँ त भन्दाखेरि चाहिँ स्लोप निकाल्छौँ र यसको स्लोप m1 आयो भने अनि यसको स्लोप चाहिँ हाम्रो के हुने भयो त m1 डट ओके हामी त्यो पनि गरिहालौँ। इट्स ओके नो प्रब्लम। अब यो इक्वेसन कसरी आयो त यो कसरी बन्यो भनेर पनि हामी निकालौँ। सिम्पली यो नोटको लागि हामी गरौँ। ओके यो कसरी बन्यो त भन्दाखेरि चाहिँ होइन सबैभन्दा पहिला हामीले के बुझ्नु पर्यो भन्दाखेरि यो यसरी बसेको छ होइन। यहाँनिर के छ x1 र y1 छ। सपोज गरौँ यो सेन्टर ओ छ यसको भ्यालु के छ 0 र 0 छ। हामीलाई चाहिने भनेको tan भन्ने टेन्जेन्टको इक्वेसन हो होइन। सो र यो 90 डिग्री हुन्छ जहिले पनि। कारण किन भन्दा टेन्जेन्टमा रेडियस जहिले पनि 90 डिग्री हुन्छ है। यसको मतलब के त भन्दाखेरि हामीलाई यसको इक्वेसन निकाल्नु छ भने कुनै पनि स्ट्रेट लाइनको इक्वेसन निकाल्ने थुप्रै फर्मुलाहरू मध्ये एउटा इक्वेसन चाहिँ के छ त भन्दाखेरि चाहिँ हामीले के पढ्नुपर्छ भन्दाखेरि y इक्वल्स टु mx प्लस c भन्ने एउटा चाहिँ छ होइन। y इन्टरसेप्ट इक्वल्स टु mx प्लस c भन्ने चाहिँ यदि हामीलाई के गिभन दिएको छ त भन्दाखेरि स्लोप चाहिँ गिभन छ भने चाहिँ यो एउटा चाहिँ हामीसँग के छ त इक्वेसन चाहिँ छ होइन। सो यहाँनिर के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ अब y र x भनेको त भेरिएबल भइहाल्यो। हामीलाई के चाहियो त भन्दाखेरि चाहिँ हामीलाई चाहिएको के छ त भन्दाखेरि स्लोप चाहियो र त्यसपछि अर्को यो हाम्रो कन्स्ट्यान्ट टर्म त यो आइहाल्छ। यसमा कुनै खासै गाह्रो चाहिँ छैन है त। सो सबैभन्दा पहिला हामी के गरौँ त भन्दाखेरि यो ए हो भने चाहिँ स्लोप अफ ओए निकालौँ है त। स्लोप अफ ओए है। सो के हो त फर्मुला y2 माइनस y1 अपन x2 माइनस x1 र यसलाई जहिले पनि सपोज गरेर राख्नु पर्दैन। यो सिम्पली बुझ्नको लागि मात्र y2 माइनस y1 भनेको y र y को डिफरेन्स निकाल्ने भनेको। जस्तै यहाँ y1 छ यहाँ अर्को के 0 छ। सो y1 माइनस 0 भनेको y1 माइनस 0। सो मुनिको के छ त x2 माइनस x1 त्यो भनेको x र x को 0 अगाडिको डिफरेन्स त्यो भनेको x1 माइनस 0 द्याट इज y1 अपन के हुन्छ त x1 हुन्छ द्याट इज के त यो m1 भयो ओए को स्लोप। अब यसको m1 स्लोप भनेको y1 अपन x1 हुन्छ भने अब यसको स्लोप भनेको हामी के मानौँ त m2 स्लोप मानौँ हैन। देयरफोर सो स्लोप अफ के त tan हैन। हामीले पढेका छौँ कुनै पनि दुईवटा स्लोप चाहिँ के हुन्छ त यदि परपेन्डिकुलर छ यसको स्लोप m1 छ र यसको स्लोप चाहिँ के छ त m2 छ भने हैन दुईवटा स्लोपको प्रोडक्ट चाहिँ के हुनुपर्छ त -1 हुन्छ। त्यो भनेको यदि एउटाको स्लोप थाहा भयो भने अर्कोको स्लोप हामी निकाल्न सक्छौँ बिकज दे आर परपेन्डिकुलर। -1 अपन के हुनुपर्छ त यो m1 हुनुपर्छ। द्याट इज यो हामीले यसलाई चाहिँ m2 भनेर सपोज गर्ने हो भने -1 अपन के हुन्छ त m1 हुन्छ। त्यो भनेको माइनस जबकि m1 भनेको हामीले निकालिसक्यो के छ त 1 अपन y1 अपन के त x1 हो। द्याट इज माइनस x1 अपन के हुन्छ त y1 हैन। द्याट इज स्लोप अफ के त m2। यो भनेको के त भन्दाखेरि हाम्रो यसको स्लोप चाहिँ आइसक्यो। यसको स्लोप हामीलाई आइसक्यो के हुन्छ त माइनस x1 अपन के हुन्छ त y1 भनेको स्लोप आयो। सो कुनै पनि लाइनको इक्वेसन निकाल्दा यदि स्लोप फर्ममा गयो भने के हुन्छ त एउटा स्लोप चाहिन्छ र एउटा हामीलाई के टर्म चाहिन्छ त कन्स्ट्यान्ट टर्म चाहिन्छ हैन। सो स्लोप र कन्स्ट्यान्ट टर्म चाहिन्छ भने अब त्यसो हो भने चाहिँ अब यो हाम्रो सी भनेको चाहिँ हामीले निकाल्नु पर्यो हैन। अब यो सी निकाल्नको लागि हामीले के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ हामीले के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ जुन सर्कलबाट हाम्रो x1 y1 पास हुन्छ हैन त्यो लाइनले यही लाइनले चाहिँ हामीले के पनि पास गर्छ त भन्दाखेरि x1 y1 पनि के गर्छ त पास गर्छ हैन त। सो हाम्रो स्लोप अफ द टेन्जेन्ट m2 भनेको -x1 by y1 आइसक्यो है त। अब हामीलाई चाहिँ यो टेन्जेन्टको इक्वेसन चाहिँ के हो भनेर हामी निकाल्नको लागि ओके हामी अब एउटा अर्को हामी नयाँमा जाउँ। सो हामीसँग अहिले चाहिँ के भयो त भन्दाखेरि चाहिँ हामीले एउटा सर्कल हैन यसको चाहिँ टेन्जेन्ट गरेर गएको छ। एउटा यो पोइन्ट भनेको x1 र y1 भयो। यसलाई हामी tan भनेर भनौँ हैन। दिस इज द सेन्टर भयो र यो हो भने यसको इक्वेसन सिम्पली यो 0 0 भएको कारणले गर्दाखेरि हामी यसलाई चाहिँ x² y² इक्वल्स टु के त यो a² भयो एउटा यो भयो र यसको चाहिँ हामीले OA
OA को स्लोप हैन OA को स्लोप भनेर हामी यसलाई M1 भनेका थियौं यो भनेको y1 / के आयो त x1 आएको थियो भने अनि स्लोप अफ हाम्रो tan tan किनकि यो 90 डिग्री हुन्छ अहिलेसम्म हामीले गर्दाखेरि टेन्जेन्टको स्लोप भनेको m2 भनेर सपोज गर्ने हो भने अनि यसको चाहिँ के हुने भयो त भन्दाखेरि चाहिँ कुनै पनि दुईवटा यदि परपेन्डिकुलर लाइन परपेन्डिकुलर छ भने हामीले के भन्ने बुझ्छौं त भन्दा यसरी परपेन्डिकुलर छ भने दुईवटाको स्लोप चाहिँ मल्टिप्लाई गर्दाखेरि के हुन्छ -1 आउँछ र यदि एउटाको स्लोप थाहा भइसकेको छ भने हामी m2 सजिलैसँग निकाल्न सक्छौं -1/m1 गरेर त्यसरी गरेर निकाल्दाखेरि हाम्रो के आएको थियो भन्दा -1/m1 गर्दाखेरि हाम्रो यो भनेको माइनस हैन -1 / के हुन्छ त यो y1 / के हुन्छ त यो x1 हुन्छ दैट इज -x1 / के हुन्छ त यो y1 हुन्छ हैन ओके अब यहाँनिर चाहिँ के छ त भन्दाखेरि अब हामीलाई चाहिँ इक्वेसन निकाल्नको लागि अर्को एउटा कन्सेप्ट चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ कुनै पनि लाइनको इक्वेसन है कुनै पनि लाइनको इक्वेसन चाहिँ निकाल्ने बेलामा यदि यसको चाहिँ स्लोप थाहा छ र यसमा कुनै एउटा पासिङ पोइन्ट थाहा छ भने चाहिँ त्यस्तो कन्डिसनमा यस्तो लाइनको इक्वेसन हामीले कोअर्डिनेट जियोमेट्रीमा पढ्नुपर्छ y - y1 = स्लोप अहिलेलाई m भने पनि भयो तर हामीले चाहिने टेन्जेन्टको स्लोपलाई हामीले m2 भनेका छौं यसको स्लोप भनेको m2 x - x1 हुन्छ This is the equation of the line when you are given slope and passing point. कुनै पनि लाइनमा यदि स्लोप दिएको छ र एउटा पास हुने पोइन्ट दिएको छ भने त्यो कन्डिसनमा लाइनको इक्वेसन निकाल्ने फर्मुला भनेको यो हो जस्तो कि यो लाइनको इक्वेसन यो लाइनको स्लोप आइसक्यो दैट इज m2 अनि यसको पासिङ पोइन्ट चाहिँ के हो त फेरि x1 y1 हो भनेको स्लोप थाहा छ हामीलाई र पासिङ पोइन्ट थाहा छ भने यस्तो कन्डिसनमा हामीले युज गर्ने इक्वेसन भनेको चाहिँ के त भन्दाखेरि चाहिँ स्लोप पोइन्ट फर्म पनि भन्छ यसलाई चाहिँ हैन स्लोप पोइन्ट फर्म नाउ अब हाम्रो इक्वेसन चाहिँ के हुन्छ इक्वेसन अफ tan चाहिँ के हुनुपर्छ त भन्दाखेरि चाहिँ के हुनुपर्छ इक्वेसन अफ tan के हुनुपर्छ भन्दाखेरि युजिङ स्लोप पोइन्ट फर्म हैन हामी यहाँ पनि लेखौं युजिङ स्लोप पोइन्ट फर्म स्लोप र पोइन्ट दिएको बेलामा हैन स्लोप र पोइन्ट फर्म दिएको बेलामा y - y1 = स्लोप हुन्छ यहाँनिर m2 अनि x - x1 हुन्छ र y - y1 जस्ताको तस्तै m2 भनेको हाम्रो -x1 / y1 आएको थियो अनि x - x1 अब यसलाई हामीले सिम्प्लिफाई गरौँ हैन y1 ले यसलाई गर्दा y y1 हुने भयो -y1 को स्क्वायर हुने भयो -x ले x1 ले गर्दा -x x1 हुने भयो माइनस माइनस प्लस के हुने भयो त यो x स्क्वायर 1 हुने भयो अब यो x x1 लाई लेफ्ट ह्यान्ड साइडमा ल्याउँदा x x1 हुने भयो र यो y y1 हुने भयो इक्वल्स टु x1 स्क्वायर प्लस यो y1 पनि उता जाँदाखेरि y1 स्क्वायर हुने भयो है अब ट्विस्ट चाहिँ के छ भन्दा इक्वेसन यही नै हो तर यहाँनिर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के भन्दा यो x1 स्क्वायर y1 स्क्वायर भनेको कन्स्ट्यान्ट टर्म हो र यसको भ्यालु हामीसँग छ त्यो कसरी हुन्छ त भन्दाखेरि हामीले अघि के पढेका थियौं भन्दा हामीले यो एउटा के भयो त सर्कल हो हैन र यसले पास गर्ने पोइन्ट कमन पोइन्ट हो यो x1 र अर्को के त यो y1 हो यो 0 0 भयो र यो सर्कलको इक्वेसन के हो त x स्क्वायर प्लस y स्क्वायर इक्वल्स टु के छ त a स्क्वायर अब कुनै पनि सर्कलको इक्वेसन दिएको छ र यो सर्कलमा थुप्रै यस्ता के हुनुपर्छ त पोइन्टहरु हुनुपर्छ हुन्छ यहाँ र त्यसमध्ये एउटा पोइन्ट चाहिँ हाम्रो के हो त x1 y1 बन्यो हामीले याद गर्नुपर्ने कुरा चाहिँ के भन्दाखेरि यहाँनिर x1 y1 भनेको कमन पोइन्ट हो टेन्जेन्ट पोइन्ट हो टच पोइन्ट हो यो x1 y1 भनेको यो लाइनमा पनि पर्छ र यो सर्कलमा पनि पर्छ यो पोइन्टले यो लाइनलाई पनि जस्टिफाई गर्नुपर्छ र यो सर्कललाई पनि के गर्नुपर्छ भेरिफाई गर्नुपर्छ त्यही भएको कारणले गर्दा यदि यो पोइन्ट चाहिँ यदि यो सर्कलमा पर्छ भने सर्कलको इक्वेसनमा के गर्न पाउँछ हामीले त्यसको भ्यालु रिप्लेस गर्न पाउँछौं हैन सो x को ठाउँमा हामी x1 को भ्यालु हाल्दाखेरि x1 स्क्वायर हुने भयो र y को ठाउँमा y1 को भ्यालु हाल्दाखेरि y1 स्क्वायर हुने भयो र बाकी a स्क्वायर पनि a स्क्वायर छ
सो यो इक्वेसनबाट हामी के भन्न सक्छौँ भन्दा x1 स्क्वायर प्लस y1 स्क्वायर भनेको एक्चुअली के रहेछ त a स्क्वायर हो। सो यो इक्वेसनमा x1 स्क्वायर प्लस y1 स्क्वायरको ठाउँमा हामी के राख्न पाउँछौँ त xx1 yy1 इक्वल्स टु फ्रम दिस इक्वेसन हामी के राख्न पाउँछौँ a स्क्वायर राख्न पाउँछौँ। सो दिस इज द फाइनल इक्वेसन अफ द्याट टेन्जेन्ट लाइन। त्यही भएर यो टेन्जेन्ट लाइनको इक्वेसन चाहिँ एक्चुअली के रहेछ त x अनि x1 रहेछ, y अनि y1 इक्वल्स टु के हुन्छ यो a स्क्वायर हुन्छ। सो दिस इज द अल अबाउट सर्कल। सो हामीले यहाँसम्म आउँदाखेरि चाहिँ सर्कलको सबै कन्डिसन्सहरूको बारेमा हामीले चाहिँ गऱ्यौँ होइन। र त्यसमा चाहिँ हामीले के गरिन्छ भन्दाखेरि हामीसँग एउटा कन्डिसन छ, हामी अब यसलाई समरी गर्ने एउटा कन्डिसन छ जसमा ओरिजिन हुन्छ एक्स स्क्वायर वाई स्क्वायर इक्वल्स टु के हुन्छ त यहाँनिर आर स्क्वायर होइन। यसको चाहिँ सेन्टर चाहिँ 0 0 हो भने रेडियस चाहिँ आर हो, यति मात्र हो, यसको चाहिँ सिम्पल फर्म हो यो। सेकेन्डमा यदि सेन्टर चाहिँ हामीसँग एच के छ भने एक्स माइनस एच होल स्क्वायर अनि वाई माइनस के को के त होल स्क्वायर इक्वल्स टु रेडियस स्क्वायर हुन्छ यो। यसमा चाहिँ हाम्रो सेन्टर के हुन्छ त एच के र अर्को चाहिँ रेडियस चाहिँ के हुन्छ त आर नै हुन्छ। अनि डायमिटर फर्ममा आउँदाखेरि एक्स माइनस x1 हुन्छ अनि फेरि एक्स माइनस x2 हुन्छ प्लस अनि y माइनस y1 हुन्छ र y माइनस के हुन्छ y2 हुन्छ इक्वल्स टु 0। यो हाम्रो डायमिटरको फर्म भयो। सर्कलको डिफरेन्ट कन्डिसनको बारेमा हामी कुरा गर्दैछौँ। यसमा सर्कलको सेन्टर ओरिजिन छ, यसमा सर्कलको सेन्टर एच के छ, रेडियस आर छ, र नम्बर 3 मा सर्कलको के छैन त हामीसँग सेन्टर दिएको छैन, रेडियस पनि दिएको छैन। के मात्र दिएको छ त भन्दा हामीलाई डायमिटरको दुईटा इन्डहरू दिएको छ। यो थर्ड कन्डिसन भयो है। अर्को फोर्थ कन्डिसन चाहिँ के छ त भन्दाखेरि चाहिँ यदि त्यो सर्कलले चाहिँ एक्स एक्सिसलाई टच गरेको छ भने सेन्टर चाहिँ एच के नै हुन्छ। सो त्यो कन्डिसनमा एक्स माइनस एच होल स्क्वायर र वाई माइनस के होल स्क्वायर इक्वल्स टु आर स्क्वायर हुन्थ्यो। अब यहाँ एक्स एक्सिसलाई टच गर्ने बेलामा आर भनेको केसँग इक्वल हुन्छ, वाई को भ्यालुसँग इक्वल हुन्छ, त्यही भएर यो बेलामा के स्क्वायर हुन्छ। र त्यसरी नै वाई एक्सिसलाई टच गर्यो भने एक्स माइनस एच होल स्क्वायर वाई माइनस के को पनि के त होल स्क्वायर हो। र वाई एक्सिसलाई टच गर्यो भने त्यो बेलामा रेडियसको भ्यालु वाई एक्ससँग इक्वल हुन्छ र एक्स भनेको यो भनेको के त एच स्क्वायर हुन्छ। र अर्को फेरि कन्डिसन छ, यदि दुइटै एक्सिसलाई टच गरेर गएको छ भने एक्स माइनस आर हुन्छ, सबै इक्वल हुन्छ यसमा होइन। वाई माइनस यो पनि आरै हुन्छ र यो पनि आर हुन्छ, किनकि यो कन्डिसनमा आर एच र के तिनटै के हुन्छ त यो इक्वल हुन्छ। यो चाहिँ when the circle touches both axes। अनि अर्को चाहिँ यदि कुनै पनि सर्कलले यदि ओरिजिन पास गरेर जान्छ भने ओरिजिन पास गरेर गयो भने के हुन्छ त भन्दा एक्स माइनस एच को होल स्क्वायर प्लस वाई माइनस के को होल स्क्वायर, यो एच के भइहाल्यो। र ओरिजिन पास हुने बेलामा आर स्क्वायरको भ्यालु भनेकै डिस्टेन्स फर्मुला हो, त्यो भनेकै एच स्क्वायर प्लस के हुन्छ त के स्क्वायर हुन्छ। र अर्को भनेको हाम्रो जेनरल इक्वेसन छ एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस 2gx प्लस 2fy प्लस c इक्वल्स टु 0 हुन्छ। र लास्टमा हामीले 9th कन्डिसनमा हामीले के गरेका थियौँ भन्दाखेरि ट्यान्जेन्टको इक्वेसन हामीले बनाएका थियौँ। र त्यो ट्यान्जेन्टको इक्वेसन चाहिँ xx1 प्लस yy1 इक्वल्स टु के हुन्छ a स्क्वायर, वेयर होइन सर्कलको इक्वेसन चाहिँ के त एक्स स्क्वायर प्लस वाई स्क्वायर इक्वल्स टु a स्क्वायर इज द इक्वेसन अफ के सर्कल होइन। यो चाहिँ ट्यान्जेन्टको इक्वेसन हो र यो x1 y1 चाहिँ त्यसको के हो त पासिङ पोइन्ट हो। सो हामीले सर्कलको विषयमा थ्योरिटिकल्ली गर्नु पर्दाखेरि यो 9वटा कन्डिसनहरू हामीले गऱ्यौँ। र आजको भिडियोमा हाम्रो यो सर्कलमा डिफ्रेन्ट कन्डिसनहरूमा इक्वेसनहरू कुन हुन्छ, कुन एप्लाई हुन्छ, कहाँबाट आयो कसरी आयो भनेर हेऱ्यौँ। अब हामी यसको नेक्स्ट पार्टमा चाहिँ हामीले योसँग रिलेटेड चाहिँ हामी न्युमेरिकलहरू हेर्छौँ र यो सबैको हामीले के गर्छौँ त एप्लाई गर्छौँ है त। ओके, थ्याङ्क यू।